Do you minute ini je lah. Do you minute पुरै यार बोल्नु ए ज्यू होइन म त सेटिङ्सले वाच्न नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स उहाँ भगवान अरहत सम्यक सम्बुद्धलाई सादर वन्दना र सधैँ भन्थे गुरुमाहरूमा सादर वन्दना र उपस्थित सम्पूर्ण विद्यार्थी वर्गमा मङ्गल मैत्री कामना छ। आज हामी पाली धातु पाठको अध्ययनमा छौँ। हामीले एकाइ डी अन्तर्गत यो पुवादी गणका सेवता धातु र रुडादी गणका अठारवटा धातुहरू पढ्नुपर्नेमा हामीले गएको हप्ता चाहिँ यो पुवादी गणको सबै धातुहरू सेवता धातुहरू चाहिँ हामीले पढ्यौँ। आज चाहिँ अलिकति एक एकजनाले 10-10वटा धातुहरूको धातु अर्थ र त्यसको क्रियापदलाई एकचोटि हामी रिभिजन गरौँ। अनि चाहिँ आज चाहिँ रुडादी गणको विषयमा हामी अगाडि बढ्नेछौँ। यो कक्षाहरू त बुझिरहनु भएको छैन है, कसरी यो अध्ययन गर्ने यो कुराहरू त यहाँसम्म आउँदा हामीले अब एकजना हाम्रो समित भन्थे नि मैले अगाडि देखिरहेको छु, भन्देले नि एकचोटि पढिदिनुहोस् न भन्दै यसरी यी गतियाङ जाने बुझ्ने हुने पुग्ने अर्थमा भयो होइन। अनि यसको क्रिया के हो भन्दाखेरि यसको क्रिया चाहिँ इति भयो। यसको क्रिया चाहिँ तल छ, अरू चाहिँ सँगसँगै छ भन्दै एकचोटि पढिदिनुहोस् न। सुनिएन भने भन्देको माइकमा प्रब्लम छ। हुन्छ त्यसो भए गुण लेख्ची पढ्नुहोस् त। यी गतिया जाने बुझ्ने हुने पुग्ने अर्थमा इति यसमा इति यसको क्रिया इति अनि लोकदर्शने दर्शन अर्थमा लोकति यतिमा एउटा भव मात्रै भन्ने हो गुरुमा। हजुर हजुर। अकि लखने लक्षण चिन्ह राख्ने अर्थमा अङ्कति खि खये क्षय अर्थमा खियति लिख लेखने लेखन अर्थमा लिखति सिख विद्योपादाने विद्योपार्जन अर्थमा सिखति भिख याचने याचना अर्थमा भिखति गु करी सुसज्ञे विस्ता विसर्जन अर्थमा गवती गे सद्य शब्द अर्थमा गायती का गन्धोपादाने गन्ध उत्पादन अर्थमा घाटी। यति मात्रै हो गुरुमा। 10-10वटा साह्रो भएन है। अब मैले लेखिरहेको छु अष्ट दाइलेख चाहिँ पढ्नु 11देखि 20सम्म। वन्दना गुरुमा। हजुर सिक्नुहोस्। शिलाघ कथने कथन वा प्रशंसा वा बखान अर्थमा शिलाघति सूच शोके शोक अर्थमा सोचती अच्च पूजायं
पूजा अर्थमा अचति, लोच दर्शने दर्शन वा देख्ने अर्थमा लोचति, रुच रुच द्वितीयं रोचने छ, दीप्ति वा शोभा वा रोचना वा रुचि अर्थमा रोचति, पच पाके पाक वा पकाउने अर्थमा पचति, पुच्छ पन्हे प्रश्न सोध्ने अर्थमा पुच्छति, तत्छ तनुकरणे पातलो गर्ने अर्थमा तच्छति, जी जये जय अर्थमा जेति जयति, चज चागे त्याग अर्थमा चजति, रन्ज रागे भयो 20 सम्ममा दाइले धन्यवाद। अब यसपछि जुन तुलाले दिदीले पढ्नुहोस् त 21 देखि 30 सम्म। हस् गुरुमा। रन्ज रागे राग वा रङ्गाउने अर्थमा रजति, भज सेवाय सेवा अर्थमा भजति, हे चिन्तायं चिन्ता अर्थमा जायति, हे द्वितीय दीप्ति अर्थमा जायति, यहाँ अवबोध अर्थमा ज्ञाति, पीत सङ्ग सङ्घातेषु शब्द र सङ्ग्रह अर्थमा शब्द र सङ्ग्रह शब्द सङ्घातेषु पीत सङ्ग सङ्घातेषु शब्द र शब्द यो दादी द हो यो शब्द शब्द र सङ्ग्रह अर्थमा पेतति, घटचेतायं चेष्टा वा कोशिश अर्थमा घटति, हा गति निवतियं गति निवृत्त वा अडिने अर्थमा गति निवति, पठ उयं वाचायं व्यक्त र वाचा अर्थमा यसमा यो था धातुको चाहिँ क्रिया चाहिँ थाती यो गति निवृत्ति गति निवति होइन गुरुमा, थाती होइन था गति निवतियं गति निवृत्त वा अडिने अर्थमा थाती, पठ उयतियं वाचायं व्यक्त वा वाचा अर्थमा पठति, मडी मज्जने मार्जन अर्थमा मन्दति। धन्यवाद। त्यसपछि हाम्रो अझै खवास पन्थीले एकचोटि पढिदिनुहोस् न यो 31 देखि 40 सम्म। मर्णती वत्तने वत्तु वत्तने विद्यमान 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 यो एकैछिन भने यो शब्द यसरी भनेको दादीय है विद्यमान विद्यमान होइन विद्यमान विषयमा भन्छ नि
उम्, नाथति ददान्ति दि धन्यवाद तन्डेलाई यो धेरै लामो भयो भन्नुभयो यो चाहिँ अर्थ धेरै छ यो नाथको एउटा याचन अर्थ अर्को उपताप अर्को ईश्वरीय अनि आशिष चारवटा अर्थमा भएकोले यो सबै एकै ठाउँमा राखेको है याचनोपतापिसरी आशिष आसु है यो अलिकति ब्रेक गर्न हामीले सिक्नुपर्छ कहाँ चाहिँ हामी त्यो कारण याचनामा छ है याचना र उपताप अनि यो ईश्वरीयमा चाहिँ पमा चाहिँ अ छन् होइन अनि ई जोड्यो भने पी भयो ईश्वरीय अनि यहाँ आ छ है यो सन्धिम भएको यहाँ है यो उलाई के गर्यो नो गर्यो है हामी सूर्य प्लस उदय सूर्योदय चन्द्र प्लस उदय चन्द्रोदय भने जस्तै उलाई चाहिँ ओकारमा वृद्धि गर्यो है अनि चाहिँ यो अब के भयो याचनोपताप होइन अब यो ई छ नि यहाँ होइन ईश्वरीय भन्ने पमा के छ अ छ नि होइन यसमा अगाडिको अ जुन पुब्ब सर छ त्यो लोप भएर अब प आदि हलन्त पलाई ई जोड्दा के भयो पी भयो होइन अनि पिसरीय भयो अब यसमा अ छ होइन अब अ र यहाँ पछाडि परस्वर आ छ होइन अनि पुब्ब स्वर लोप भएर यो पछाडिको आ चाहिँ यसमा जोड्दा के भयो याचनोपतापिसरी आशिषासु है यसरी चाहिँ यो सन्धि भएको भयो धन्यवाद पण्डितलाई अब अर्को 41 देखि कसले पढ्नुहुन्छ हाम्रो रेणु दिदीले एकचोटि पढ्नुहोस् त खाद पखनी गुरुमा वन्दना सिक्योस् 41बाट पढ्ने है गुरुमा मैले खाद पखाने खाने अर्थमा खादती नद अव्यक्त शब्द अर्थमा नदती मुद हाँस्ने अर्थमा मुद हाँसे मोदती वड वियतीय वाचायं व्यक्त वाचा अर्थमा वदती विद ज्ञान वा जान्ने अर्थमा विदती रुड अश्रु विमोचने आँसु झार्ने रुने रोदन अर्थमा यो रुदती नै होला रुदती रोदती पनि हुन्छ हजुर धारण अर्थमा यो दधाती बन्धन अर्थमा बन्धती वद्धने वृद्धि वा बढ्ने अर्थमा वद्धती एकैछिन है अघि के आएको थियो हाम्रो भन्तीले पढ्दा वद्ध आएको थियो है मुर्ध ज द र ध अब यहाँ चाहिँ यो दन्त ज द र थ राख्दा पनि के छ वद्धनी त्यहाँ वद्धनी है एकैछिन स्पिड एकैछिन यो 32 मा हेर्नुहोस् त वद्धने पनि वृद्धि अर्थमै हो है अर्को दन्त ज द र थ राख्दा वद्धने वृद्धि र बढ्ने अर्थमै हो तर यहाँ चाहिँ वद्धती या वद्धती दन्त ज मात्रै फरक छ है होइन त्यो धातु मात्रै फरक भएको तर अर्थ चाहिँ एउटै हो वद्धन र वर्धन अब 50 बुद्ध बोधने बोध अर्थमा बोधती
धन्यवाद है रेणुदीदीलाई। अब अर्को एकजनाले 51 देखि 60 सम्म है। हाम्रो उत्पल दिदीले पढ्नुहोस् त, युद्ध सम्पहारे। हुन्छ गुरुमा। युद्ध सम्पहारे सम्प्रहार अर्थमा योद्धति, निर्णय नेतृत्व अर्थमा नेति, नयति हन पनि हो है, नयति। हन हिंसा गतिषु, हिंसा र गति अर्थमा हिंसति हिंसति, होइन होइन, अनति, हन्ति अनति। हन्ति हनति, खनु खनु अवधारणे खन्ने अर्थमा खनति, पु पवने पवन वा पवित्र अर्थमा पवती, गोप रखने रक्षा अर्थमा गोपति, पुष्प विकासने विकसित वा फुल्ने अर्थमा पुष्पति, चुबी वदन संयोगे चुम्ने अर्थमा चुम्बती, भा द्वितीय अर्थमा पति भाती, भाती, भी भय अर्थमा भायती। साधुवाद है दिदीलाई पनि। अब 61 देखि 70 सम्म हाम्रो अर्को कसले पढ्नुहुन्छ? गोपाल गुरुङ दाइले पढ्नुहोस् त। गब्बधारणे। वन्दना गुरुमा। 61 गब्ब धारणे, धारण अर्थमा गब्बती। 62 लब लाभे, लाभ अर्थमा लभती, लभती। हजुर। 63 कमो पदविक्षेपे, पदविक्षेप वा हिँड्ने अर्थमा पदविक्षेप, यसको कमती, फरक धेरै फरक, कमती, कमती। हजुर। 64 नमु नमने, नमन अर्थमा नमति। अनि 65 खमु सहने, सहन अर्थमा खमती। 63 गमु गतियम, गति अर्थमा गच्छति। 67 रमु किलायम, क्रीडा अर्थमा रमति। 68 या गति पापुडेसु, गति र पुग्ने वा प्राप्त अर्थमा याति। 69 दय दान गति हिंसा दान रक्षासु, दान गति हिंसा लिने रक्षा अर्थमा दयति। अब 70 रु सत्य शब्द अर्थमा रोती, रवती। साधुवाद है दाइलाई। अब अर्को 71 देखि अब 80 सम्म हाम्रो जुनु दङ्गोल दिदीले पढ्नुहोस् त। हुनुहुन्छ? हजुर। वन्दना गुरुमा। सिकिन्छ। ब्रु उयेतियङ वाचायङ, ब्रु उयेतियङ वाचायङ, व्यक्त वाचा अर्थमा वृत्ति। अनि धर धारणे, धारण अर्थमा धरती। चर चरणे, चरण अर्थमा चरती। हर हरणे, हरण अर्थमा हरती।
हर अपनयने हटाउने अर्थमा हरति, हर आदने लिने अर्थमा हरति, मर प्राण त्यागे प्राण त्याग अर्थमा मरति, फल फल निवृत्तियं निवृत्ति वा उत्पन्न हुने अर्थमा फलति, फल भेदे भेद अर्थमा फलति, फल अव्यक्त सदे अव्यक्त शब्द अर्थमा फलति। सानो भने दिदी अब 81 देखि 90 सम्म अब हाम्रो सुधा दिदीले पढ्नुहोस् त। वन्दनामा 81 देखि 90। हजुर हस् 81 चल कम्पने कम्पन अर्थमा चलती, वे तन्त सन्ताने तान बुन्ने अर्थमा वायती, जीव प्राण धारण अर्थमा जीवती, देवु देव देवने परिदेव वा आलाप विलाप अर्थमा देवती, सी सये शयन वा सुत्ने अर्थमा सयो सेती, सेती सयती सयती, सु सवने श्रवण अर्थमा सवती, हिंसायं हिंसा अर्थमा हिंसती, नमस्स वन्दनानतियं वन्दना र नति अर्थमा वन्दनानति नमस्सति, कस विलेखन वा कोर्ने अर्थमा कसति, कसको हस हसने हाँस्ने अर्थमा हसती। सानो भने दिदीलाई अब 91 देखि 100 सम्म को बाँकी छ हाम्रो नारायण दैलेख चाहिँ पढ्नुहोस् त यो। तपाईँको अनम्युट गर्नुहोस् त। हुनुहुन्छ समित भन्दै ल हुन्छ पढ्नुहोस् तपाईँले 91 देखि 100 सम्म। 91 देखि हो हजुर रस असाधन अर्थमा रसती रसनम रसो एउटा क्रिया मात्रै रस आस्वादने आस्वादन अर्थमा रसती यति मात्रै भन्ने पुग्छ। क्रिया मात्रै हो दिस देख्ने प्रेक्षण वा देख्ने अर्थमा यसमा क्रिया दिसती पश्यति दक्षति है तिनटै हो। दिसती पनि हो पश्यति पनि हो दक्षति पनि हो। अस्ति भनेको थिएँ मैले यो एउटा सूत्र छ दिश पश्च दिश दखावा है यो दिश धातुबाट चाहिँ यो तीनवटा रूप हुन सक्छ अरे पश्च दिश दक्ष त्यसैले दिशति अनि पश्यति अनि दक्षति यसको क्रिया तिनटै मिल्छ। भाष व्यक्तायं वाचायं व्यक्त वाचन अर्थमा भाषति परिभाषति, बस निवासे निवास अर्थमा बसति, इषु इच्छायं इच्छा अर्थमा इच्छति,
हा चागे त्याग अर्थमा जहती भू सत्तायं सत्ता अर्थमा होती पन्य पुच्छायं प्रश्न पुरुष अर्थमा पन्यति अरह महापूजायं पूजा अर्थमा अरहति किल बिहारे बिहार अर्थमा किलति हारे किल विहारे विहार बिहारी अर्थमा किलती किलति ल साधुवाद सबैजनालाई हामी 11 जना रहेछ है समित पण्डितको अलि माइकमा प्रब्लम भएकोले उहाँले पढ्नु भएन अस्ति मैले भनेकोमा यो परिभाषाको परिभाषा है अनि परिभाषती है यो भाषा भन्ने धातुमा परि भन्ने उपसर्ग जोडेर यसको अर्थमा परिवर्तन भएको थियो अस्ति मैले परिभाषती भनेको अझ व्याख्या गर्ने भनेको थिएँ अनि यहाँ मैले अलि पछि डिक्सनरी पनि हेरेँ होइन परिभाषती भनेको एउटा निन्दा गर्ने अर्थमा होइन हामी अपभाष भन्छौँ होइन अरूलाई गाली गलोज गर्नु पर्यो भने त्यसमा पनि परिभाषती भनेर चाहिँ प्रयोग भएको छ है यो एउटा अस्तिकोमा चाहिँ अलिकति करेक्सन गर्नु होला योसम्म हामीले भुवादी गण भयो है आज पढ्ने विषय हाम्रो रुडादी गण भयो तपाईँहरूले दिनको 5-10 मिनट यसरी नै पढ्ने गर्नुहोस् है यो अब पछि जाँचमा यतिका छ भन्ने चाहिँ नहोस् होइन दिनदिनै अलिअलि 5वटा भए पनि पढ्ने एकैछिन रुडादी गणको म सेयर गर्छु के भयो स्टप एकैछिन है यहाँ मेरो अरू खोलेकोले यस्तो आज पढ्ने चाहिँ हामीले रुडादी गण विषयमा पढ्नेछौँ यसमा चाहिँ 18वटा धातुहरू छन् तपाईँहरूले ध्यान दिएर सुन्नुहोला नबुझेको छ भने सोध्नुहोला अब यो हामीले शब्दनीतिमा 8वटा गणहरूमध्ये पहिलो गण हामीले भुआदि गण है भू आदि भू भन्ने धातुबाट सुरु भएको गण भएकोले भुआदि गण भयो अब यो रुडादी गणमा चाहिँ रुदी भन्ने धातुबाट सुरु भएको यो दोस्रो गण हो भुआदि गण पछिको अर्को गण रुडादी गण भयो है अब यसमा चाहिँ हामीले भुआदि गणमा कुन विकरण थियो सम्झिनु भएको छ विकरण प्रत्ययहरू के थियो भुआदि गणको अविकरण हो अविकरण हो अब यहाँ रुडादी गणमा पनि विकरण आउँछ है विकरण भनेको चाहिँ धातुमा चाहिँ जोडिने प्रत्यय है जसले गर्दा त्यो गणलाई चाहिँ चिनाउँछ है अब यो प्रजातिको भन्छ नि होइन हामी जे पनि अब फुलमा पनि यो प्रजातिको जनावरहरूमा पनि यस्तो प्रजातिको भने जस्तै यो धातुहरूको समूह विभाजन गर्ने पनि यो विकरणले गर्दा है यो धातुमा चाहिँ यो विकरण राख्यो भने यो चाहिँ रुडादी गणको हो भनेर हामीले चिन्नुपर्छ अब भुआदी गणमा त सहिलो छ अ मात्रै भयो है तर यहाँ चाहिँ के हुन्छ भन्दाखेरि अविकरण नै हो तर निगहित आउँछ भनेको हो यहाँ के भनेको छ धातुमा चाहिँ होइन विकरण चाहिँ मूल स्वर भनेको 2टा अक्षर छ भने अब जस्तै रुधी छ भने मूल स्वर भनेको रुमा भएको उ भयो है त्यो उमा चाहिँ के हुन्छ भन्दाखेरि मूल स्वरमा निगहित सहित है अङ भनेको निगहित भनेको थोप्लो होइन त्यो विकरण प्रत्यय चाहिँ राखिन्छ अरे है यो चाहिँ एउटा सूत्र छ कचायन व्याकरणमा रुडादितो निगहित पुब्बन्छ है रुडादी गणबाट चाहिँ के हुन्छ भन्दाखेरि निगहित पुब्बन्छ निगहित चाहिँ अगाडि हुन्छ भन्ने सूत्रले गर्दा चाहिँ यो निगहित राखिन्छ है अनि निगहित भनेपछि हामीले थाहा पाउनुपर्छ यसमा सन्धि पनि हुन्छ भनेर सन्धिमा चाहिँ निगहित सन्धि छ है अगाडि निगहित आएर पछाडि स्वर वा व्यञ्जन होइन आयो भने भनेको चाहिँ पूर्वमा होइन अगाडिको पदमा चाहिँ निगहित छ पछाडिको पदमा कि स्वर
बाट सुरु भएको छ कि व्यञ्जनबाट सुरु भएको छ भने त्यो दुईटा पदहरू बीच हामीले चाहिँ सन्धि गर्यो भने त्यो निगहित सन्धि भन्छ है। निगहित सन्धिमा चाहिँ एउटा सूत्र छ वगन्तङ वा वज्ञे भनेर। वगन्तङ भनेको वर्ग है। अब हाम्रो वर्णमालामा 5वटा वर्ग छ, क वर्ग, क वर्ग, च वर्ग, ट वर्ग, त वर्ग अनि प वर्ग भनेर होइन, त्यसलाई वर्ग भन्छ। अनि त्यो वर्गको अन्त भनेपछि क ख ग घ ङ अन्त भयो, 5 नम्बरको अन्त भयो है। वगन्तङ वा वज्ञे, वज्ञे भनेको वर्गमा होइन, क वर्ग हुनसक्छ वा च वर्ग हुनसक्छ। यो 5वटा मध्ये जुनमा पनि वर्गन्त है, वर्गको अन्त हुन्छ भनेर यो निगहित सन्धिद्वारा चाहिँ आदेश दिन्छ। अब क को अन्त के भयो त्यसै ङ भएन है, यहाँ ङ छैन फेरि। अनि च को कुन भयो अन्त य य य हुन्छ। यहाँ भयो है। यो वर्गान्त हामीले थाहा पाउनुपर्छ। यसमा चाहिँ क को चाहिँ ङ भयो है, अनि च वर्ग चाहिँ य भयो, अनि ट वर्गको चाहिँ अण भयो, अनि दन्त त को चाहिँ न भयो है, अनि प को प वर्गको म भयो है। यसलाई वर्गान्त भन्छ, वर्गको अन्त वर्गान्त भएको है। अब यहाँ निगहित आयो भने होइन, अब जस्तै भर्खरैकोमा पनि अब यहाँ तल पनि आउँछ रुधि भयो होइन। यो कसरी बन्यो शब्द भन्दाखेरि र हलन्तमा उ छ होइन, अनि ध हलन्तमा इ छ। अब मूल स्वर भनेको यो उलाई बनेको है। अब यो रुधि धातु भयो। अब यहाँ चाहिँ के भनेको छ, धातुमा चाहिँ अविकरण नै हो होइन, यो चाहिँ विकरण प्रति अ भयो होइन। अनि असँगै त्यहाँ के आउँछ अरे निगहित आउँछ अरे, भनेपछि यहाँ निगहित आउनु पर्यो। अब त्यो निगहित कुनमा राख्ने भन्दाखेरि यो रुमा आउँछ है, यहाँ आउँछ। यो अङ भनेको त व्यञ्जन हो नि होइन, यो व्यञ्जन अक्षर हो है, तपाईँलाई थाहा छ है। हामीले नेपालीमा चाहिँ यसलाई स्वर्णी भनेर उच्चारण गर्छौँ, तर यो अङ भन्ने यो थोप्लो मात्रै हो, तर यसलाई उच्चारण गर्नलाई अङ भनेर राखेको है। अब यो निगहित यो रमा आइसक्यो भने यो निगहित सन्धिद्वारा वगन्तङ वा वज्ञे भयो है। वर्गको अन्त, अब कुन वर्गको अन्त हेर्ने भन्दाखेरि अब थ छ, यो थ भनेपछि कुन वर्गमा पर्यो, यसमा पर्यो नि होइन, त वर्गको। अब यसको अन्त के छ न छ है। त्यसैले अब यो राख्दा चाहिँ के हुन्छ भन्दाखेरि रु अनि न आदि आउने भयो, अनि थ भयो। अब रुधिको के भयो रुन्ध भयो होइन। अनि त्यसमा चाहिँ अब वर्तमान कालको प्रथम पुरुष ती राख्दा रुन्धती यसरी हुन्छ। यसको चाहिँ यो फरक भनेको यहाँ यति मात्रै हो, वर्गको अन्तलाई चाहिँ हामीले थप्नु पर्ने हुन्छ निगहित हटाएर है। यो चाहिँ वगन्तङ वा वज्ञे भन्ने सूत्रद्वारा चाहिँ निगहितमा चाहिँ वर्गान्त आदेश हुने भयो। त्यो वर्गान्त पनि पछाडिको हेर्नुपर्छ, अगाडिको होइन है। अब यो चाहिँ 18वटा मात्रै धातु छन्। अब यहाँ चाहिँ उदाहरण दिएको छ युज भनेपछि, अब यसमा पनि हेर्नुहोस् त युज धातु भयो होइन। यो य आदि उ अनि ज आदि ज हलन्त अ भयो। अब अ चाहिँ यसको विकरण भयो होइन। अब अ भन्दा अगाडि के आउँछ अरे निगहित आउँछ। त्यो निगहित कहाँ जान्छ, मूल स्वर भनेपछि यहाँ उमा भएको होइन, यमा भएको मूल स्वर, यसरी यङ हुने भयो होइन। अब यङ हुने भइसकेपछि यो निगहितलाई चाहिँ के गर्नु पर्यो, वगन्तङ वा वज्ञे भन्ने सूत्रले अब कुनको वर्गान्त हेर्ने, यको वर्गान्त हेर्ने कि जको वर्गान्त, जको ज भनेपछि कुन वर्गमा पर्यो, च वर्गमा पर्यो, यो च वर्गमा पर्यो। अब च वर्गको वर्गान्त के भयो न्य भयो है। त्यसैले अब युजको के हुने भयो युन्ज हुने भयो यसरी। यहाँ पनि भनेको छ निगहितलाई है च वर्गको वर्गान्त न्य आदेश गरिन्छ र यसको क्रिया के हुने भयो युन्जती
यसमा फरक भनेको यो निगहितलाई चाहिँ वगन्तङ वा वगी भन्ने सूत्रद्वारा चाहिँ वर्गको अन्त आदेश गर्ने एउटा मात्रै फरक हो। अब यहाँ चाहिँ मैले यो रुदी धातुकै है यो सूत्र अनुसार यो चाहिँ कसायन व्याकरणको सूत्र अनुसार चाहिँ कसरी हामीले प्रुभ गर्न सकिन्छ भन्ने कुरालाई यहाँ देखाएको भयो। अब रुदी चाहिँ धातु भयो, यो कुन गणको भन्दाखेरि भुवादयो धातु हो। यहाँ चाहिँ भू आदयो है, आदयो भनेपछि भुवादी रुदादी जुनमा पनि आउन सक्ने भयो है। यो चाहिँ यसको धातु भनेर यसरी राख्यो। र हामीलाई थाहा छ 2 अक्षरको धातु भयो भने पछाडिको धातुवन्त स्वर अब धीमा के छ ई छ नि होइन, धातुवन्त स्वर चाहिँ के हुने भयो लोप गर्ने भयो, त्यसैले रु अनि हलन्त थ भयो। अब यसमा चाहिँ हामीले पहिला विभक्ति प्रत्यय जोड्छौँ। कुन कालको भन्दाखेरि हामी वर्तमान कालको बनाउने भएकोले वर्तमान कालको ती विभक्ति राख्ने है। यो चाहिँ वर्तमान पचुपन्ने भन्ने सूत्रले चाहिँ यहाँ ती विभक्ति राख्यो। अब के भन्यो अर्को रुडादितो निगहित पु बन्छ होइन, रुडादि गणमा चाहिँ निगहित चाहिँ अगाडि आउँछ भनेको कारणले यो अप्रत्यय राख्ने भनेको चाहिँ यो विकरण राख्ने अनि त्यसमा चाहिँ निगहित चाहिँ आगमन गर्ने होइन भनेको यहाँ रुङ भयो है, रुङ अनि हलन्त थ अनि यो चाहिँ यहाँ अब विकरण हो है। अघिको जुन के धातुवन्त स्वर त लोप भइसकेको छ, यो भनेको चाहिँ विकरण प्रत्यय भयो है, अनि ती भइहाल्यो। अनि भर्खरको वगन्तङ वा वज्ञे भन्ने सूत्रद्वारा चाहिँ अब यसमा चाहिँ वर्गन्त कुनको अन्त भन्दाखेरि यो थ भनेको त वर्गको वर्गान्त न आदेश दियो है, त्यसैले रुन अनि थ हलन्त भइहाल्यो, अविकरण र ती भयो। अनि फेरि यो द्वितीय सूत्र चाहिँ यो सन्धिको हो। नय परङ युत्ते भन्ने सूत्रले चाहिँ अब यो थ त हलन्त छ होइन, त्यो व्यञ्जन थ हलन्तमा चाहिँ पछाडिको अस्वर जोडिँदा के भयो रुन्धती है। यो सबैमा हामीले यसरी नै प्रुभ गर्न सकिन्छ है। यहाँ चाहिँ मुख्य बुझ्नुपर्ने यो निगहित र वगन्तङ वा वगी भन्ने सूत्रद्वारा चाहिँ यसको वर्गान्त आदेश हुन्छ भन्ने कुरा चाहिँ यसको मुख्य विवरण हो है। अब पहिलो धातुमा उहाँले रुधि आवरणे है, रुधि भन्ने 2 अक्षरको धातु। अब यसमा 18वटा मात्रै धातु भएकोले अब क ख ग ग त्यसै सुरु भएन है। पहिलोमा चाहिँ उहाँले रुधि धातुबाट सुरु भएकोले रुधि थबाट गर्यो, फेरि यहाँ आयो के चबाट आयो है। अब च पछि अब फेरि माथिको क आउँदैन है, यो चबाटै सुरु भएको भनेर तपाईँहरूले थाहा पाउनु होला। अब रुधि आवरणे भनेको आवरण है, आवरण भनेको छोप्ने भनेको है। हामी अनावरण भन्छ होइन, अब भगवान बुद्धको मूर्ति अनावरण गर्यो, अनावरण भनेको चाहिँ हटाउनु, छोपेकोलाई हटाउनुलाई अनावरण भनिन्छ भनेको सबैले देख्ने खुला गर्नु। आवरण भनेको छोप्नु है, हामी आवरण भनेको त्यसलाई नदेख्ने गरी छोप्नुलाई चाहिँ आवरण भन्छ। अब यो रुधि धातुले आवरणे जुन सप्तमी विभक्ति अर्थमा छ, आवरण गर्नु, छोप्नु वा बन्द गर्नु, रोक्नु होइन वा लग्न नदिने अर्थमा चाहिँ यो रुधि धातुलाई लिइन्छ। अब यहाँ के भनेको छ यो जहिले पनि थाहा पाउनु होला यहाँ किन यसरी बोल गरेको छ भन्दाखेरि यो रुधि धातुलाई अझै त्यहाँ व्याख्या विस्तार गर्नुको लागि यहाँ बोल गरेको, जस्तै यहाँ आवरण भनेको के हो भनेर पनि यहाँ बोल गरेको छ है। यो अगवंश पन्थीले यसलाई विवरण दिनको लागि यसरी यो अलिकति डिफ्रेन्स छुट्याउनु भएको। अब रुधि धातु आवरणे वत्तति है। अब यहाँ उहाँले अगाडि नै भनिसक्नु भएको थियो होइन, रुधि धातु चाहिँ आवरणमा हो भनेर, फेरि पनि उहाँले के भन्नुभयो यो धातु चाहिँ आवरणे वत्तति है, आवरण अर्थमा चाहिँ हुन्छ। अघि पनि आयो वत्तति भनेको हुन्छ है। अब यथ आवरणं होइन, अब यहाँ आवरणे भनेर चाहिँ सप्तमी विभक्तिमा राखेको छ। अब यसको प्रथमा विभक्ति हामीले थाहा पाउनु पर्यो भने आवरणं भयो। आवरणं भनेको के हो भन्दाखेरि आवरणं नाम पिदहनं वा परिरुन्धनं वा पलिबुद्धनं वा हरितुं वा अपदानं शब्दमेतं वट्टति है। यो आवरणं भन्ने यो शब्दलाई चाहिँ यहाँ विभिन्न पर्यायवाची शब्दहरूले देखाएको है। यहाँ पिदहनं भनेको पनि यो बन्द गर्ने अर्थमा हो,
पिदेहनङ भनेको अब धोका बन्द गर्नु पर्यो, धोका बन्द गर भन्नलाई चाहिँ पिदहती भन्छ। अब खोल भन्नलाई विवरती भन्छ है। भनेको यो पिदहनङ भनेको बन्द गर्नु। अनि परिरुन्धनङ यो सबै समान मिनिङ नै हो। अलिअलि चाहिँ हामीले चाहिँ अब डिक्सनरी हेर्दा अलिकति चाहिँ फरक चाहिँ पाउँछौँ है। यसमा पनि रोक लगाउनु अर्थमा भयो। अनि पलिबुद्धनङ भनेको तपाईँहरूलाई थाहा होला, ध्यान बस्दा चाहिँ 10वटा पलिबोध भन्छ, बाधाहरू होइन। ध्यानमा चाहिँ बाधा दिने तत्त्वहरूलाई चाहिँ पलिबोध भनिन्छ। यो पलिबोधबाट नि बुद्धनङ भएको भनेको यहाँ बाधा अडचन भनेको। हरितुङ रे, अब यो चाहिँ तुमन्त क्रिया भयो है। हरितुङ भनेको चाहिँ लग्न वा लान वा अपदानङ है। दानङ भनेको के हो? दिनु हो है। अनि आदानङ भनेको लिनु हो। अपदानङ भनेको चाहिँ त्यो नदिकन छोपेर राख्नु होइन, प्रदान नगर्नु अर्थमा। नपदानङ अपदानङ भएको। हामी दान प्रदान भन्छौँ होइन। दान प्रदान भनेपछि नदिकन राखिराख्नु वा त्यसलाई चाहिँ लग्न नदिनु अर्थमा चाहिँ यो अपदानङ भयो। के गर्न भन्दाखेरि हरितुङ लग्न नदिने अर्थमा है। शब्दमेतङ शब्दङ एतङ हो है। एतङ आवरणङ भनेको, एतङ भनेको यहाँ सर्वनाम। शब्दङ एतङ शब्दमेतङ यहाँ सन्धि भएको छ है। यहाँ पनि यो निगहित सन्धि भन्छ। निगहित सन्धिबाट मदासरी भन्ने सूत्रले निगहितलाई म आदेश गरेको है। शब्दङ एतङ, एतङ भनेको सबै यी होइन, जुन पिदहनङ छ, परिरुन्धनङ छ, पलिबुद्धनङ छ, जुन अपदानङ छ, यो सबै होइन। एतङ वतती, एतङ भनेको यो आवरणलाई वतती भन्नु उचित छ अरे। यो वतती भनेको हुन्छ भयो। अनि यो वतती भनेको उचित छ, योग्य छ हो है। यो मूर्धजत र दन्तजतले यहाँ अर्थमा अलिकति परिवर्तन भएको छ है। अब यसको क्रिया हेर्नुहोस् त, रुन्धती, रुन्धिती, रुन्धिती, रुन्धेती, 4वटा छ है। हामीले अघि प्रुभ गरेको चाहिँ यो के रहेछ? रुन्धती। अर्को रुन्धिती पनि छ, अर्को दीर्घ राखेर रुन्धिती पनि छ है। अर्को रुन्धेती पनि छ। यो 4वटाको अर्थ बन्द गर्छ, रोक्छ, लग्न दिँदैन वा चाहिँ आवरण गर्छ न भयो। अनि अब रुन्धेती, अब यहाँ चाहिँ उपसर्ग थप्यो है। अब रुन्धेती भनेको हामी त्यो होइन रोक्ने हो, त्यो अवरोध गर्ने, बाधा दिने अर्थ। यहाँ अर्थ चाहिँ अलिकति वृद्धि भएको छ। यसमा चाहिँ अब भन्ने उपसर्ग र रुधि धातु भयो। अब यहाँ चाहिँ भन्टेले अब यहाँ वाक्य दिनुभयो, के भन्यो? मग्गो पुरिसेन रुन्धिएती है। यो कुन क्रिया हो? यो रुन्धिएती कसलाई थाहा छ? रुन्धिएती कस्तो क्रिया हो? यो कुन क्रिया हो? कारित क्रिया। कारित। मग्गो पुरिसेन रुन्धिएती, यो वाक्यमा के छ फरक? मैले कतिचोटि भनिसकेँ है। यो हामीले बुझ्नुपर्छ है। अनुक्त कर्ता, उक्त कर्म है। अनुक्त कर्ता भनेको हजुर कर्मवाची है। यहाँ के भनेको छ? मग्गो पुरिसेन रुन्धिएती होइन। बुद्धो धम्मङ देशेती, देशितो होइन, होइन बुद्धेन धम्मो देशितो, बुद्धद्वारा धर्म देशना गरिन्छ। त्यस्तै नै पुरुषेन मग्गो रुन्धिएती, पुरुषद्वारा मार्ग रोकिन्छ, बन्द गरिन्छ। या पुरुषेन भनेको यहाँ अनुक्त कर्ता हो है। अब पुरुषो मग्गङ रुन्धती हुन्थ्यो यदि कर्तु क्रियापदमा भए है। कर्ता प्रधान भए यो रुन्धती, रुन्धिएती, रुन्धिती, रुन्धेती यो 4वटामा जुन राखे पनि भयो। तर यहाँ चाहिँ के भयो? यहाँ मग्गो भनेको शब्द यहाँ प्रथमा विभक्तिमा छ है।
पठमा विभक्तिमा भनेपछि अब यहाँ पुरिसेन चाहिँ यो अनुक्त कर्ता भयो जुन तृतीय विभक्तिमा छ है त्यसैले अनुक्त कर्ता र उक्त कर्म भयो भने त्यो कर्मवाच्य हुन्छ उक्त कर्ता र अनुक्त कर्म भयो भने त्यो कर्मवाच्यमा हुन्छ यो एउटा फर्मुला है तपाईँहरूले सम्झेर राख्नु एउटा अनुक्त कर्ता र उक्त कर्म भयो भने त्यो चाहिँ कर्मवाच्य भयो है कर्मवाच्य भनेको प्यासिभ भोइस भनेको कर्म प्रधान भएको अनि अर्को ठ्याक्कै उल्टो है उक्त कर्ता अनि अनुक्त कर्म भयो भने त्यो कर्तृवाच्य हुनुभयो यो उक्त भनेको प्रधान भएको है कर्ता प्रधान छ भने त्यो कर्तृवाच्य हुन्छ त्यसमा कर्म चाहिँ अप्रधान हुन्छ हैन अनि अर्को उक्त कर्म भयो भने कर्म प्रधान भयो भने अनुक्त कर्ता हुन्छ त्यो चाहिँ कर्मवाच्य हुन्छ है जहिले पनि अनुक्त कर्ता चाहिँ तृतीयमा आउँछ उक्त कर्म चाहिँ पठमा विभक्तिमा आउँछ यो अनुक्त कर्ता तृतीय विभक्ति भयो है उक्त कर्म चाहिँ पठमा विभक्ति भयो तर तलको है उक्त कर्ता छ है उक्त कर्ता चाहिँ यहाँ के कुनमा आउने भयो पठमा विभक्तिमा आउने भयो अनुक्त कर्म चाहिँ यो द्वितीय विभक्तिमा आउँछ यति फरक छ अब अघिकै यो उदाहरणमा हैन जुन पुरिसेन के मग्गो पुरिसेन रुन्दिएती छ है यो कर्मवाच्यमा चाहिँ यो प्रत्यय के हुन्छ भन्दाखेरि य भन्ने प्रत्यय आउँछ है य प्रत्ययले गर्दा त्यहाँ इ भन्ने त्यहाँ दीर्घ पनि हुन सक्छ कहिलेकाहीँ ह्रस्व पनि है यो दुईटा प्रत्यय जोड्यो भने त्यो कर्मवाच्य भनेर थाहा पाउने तर यो कर्तृवाच्यमा चाहिँ त्यस्तो प्रत्यय जोडिँदैन है जस्तै पच धातुको गर्नु पर्यो भने के हुने भयो पचिएती है खादाको गर्नु पर्यो भने खादिएती यस्तो हुन्छ हैन अब यसको कर्तृवाच्यमा के हुन्छ पचती मात्रै हुन्छ हैन खादती मात्रै हुन्छ त्यस्तै नै यसमा पनि यो वाक्यमा जुन यो मग्गो पुरिसेन रुन्दती मग्गो यहाँ चाहिँ उक्त कर्म पठमा विभक्ति भयो पुरिसेन तृतीय विभक्ति अनुक्त कर्ता भयो रुन्दिएती चाहिँ कर्मवाच्यको क्रिया भयो अब यसैलाई चाहिँ अब कर्तृवाच्यमा गर्दा कस्तो हुन्छ त कसले भन्न सक्नुहुन्छ ट्राई गर्नुहोस् त अब उक्त कर्ता पठमा विभक्ति भयो उक्त कर्ता कुन राख्ने अब मग्गो नै राख्ने हैन पुरिस पुरिसो हुन्छ नि हैन विभक्ति अनि पुरिसो मग्गो हुन्छ अब अनुक्त कर्म द्वितीय विभक्ति हुनु पर्यो मग्गङ रुन्दती रुन्दिती जुन राखे पनि भयो यो चारवटामा है रुन्धती पनि मिल्यो रुन्दिती पनि मिल्यो रुन्दिती अनि रुन्देती है यो फरक थाहा पाउनु भएन है यसमा र यसमा अब जहाँ आए पनि हामीले बुझ्नुपर्छ तर यो आउन साथ जहिले पनि यो कर्मवाच्य भनेर चाहिँ हामीले त्यसरी हुँदैन है किन भन्दाखेरि दिवादी गण भन्ने अर्को गण छ यो पछिको त्यो गणमा चाहिँ य प्रत्यय हुन्छ है य प्रत्यय आउँदा झन् अब यो रुदादी गणमा हामीले पढे अनुसार कर्मवाच्य हो कि वा दिवादी गणको धातु हो त्यो चाहिँ हामीले अब पढ्दै जाँदा बुझिँदै आउँछ थाहा पाउँदै आउँछ है यो बुझ्नु भयो यो भनेको मेरो एउटा क्वेसन हजुर अनि यो छ नि यो
अब जुन यो कर्मवाच्य र कर्तृवाच्य भन्नुभयो, अब यो अतनो पद र परस्थ पद भने पनि कर्म र कर्तृ नै हो कि भन्नु होइन है त्यो अतनो धेरै पद र जसो परस्थ पद अब कसैले अब यहाँ पनि भनेको छ है अब जस्तै यसमा होइन तलकोमा छ यो जुन अतनो पदलाई चाहिँ कर्मवाच्यको हिसाबले पनि प्रयोग गरिन्छ नगरिने होइन होइन अनि यो यसरी ई प्रति र य प्रति राखेर पनि गरिन्छ तर परस्थ पद चाहिँ धेरै जसो कर्तृवाच्यमा प्रयोग गरिन्छ भनेपछि सेम भयो होइन भनेको नि यो अतनो र पद र परस्थ पद अतनो पद पनि प्रयोग गरिन्छ योभन्दा पनि बढी यो ई र य भन्ने प्रत्यय राखेर प्रयोग गरिन्छ है अब यसलाई पनि हामीले अब पचिएती पचिएन्ती यसरी रूप चलान गर्न मिल्छ है अनि अतनो पदमा पनि त्यो अन्ति सेवे एमे त्यो राखेर पनि मिल्छ तपाईँहरूले अहिले चाहिँ अतनो पदलाई नै कर्मको हिसाबले प्रयोग गरिएको क्रिया भनेर पनि बुझ्दा फरक पर्दैन है अतनो त्यो मेरो विचारमा त्यस्तै लाग्यो परस्थ अब यहाँ पद चाहिँ यो कर्तृवाच्य गर्छु म चाहिँ अनि अतनो पद भनेको कर्मवाच्य भनेको त्यो फरक पर्दैन है अलिकति हजुर अब डिटेलमा पढ्दा फरक पर्छ होला तर मोटामोटी चाहिँ त्यतिसम्म पुग्छ हुन्छ हुन्छ अब रुन्डिएती यहाँ क्रियाको जुन कर्मवाच्यको क्रिया भनेर देखाउनु भयो अब यहाँ चाहिँ यो चाहिँ नाम पदहरू आएको है रोदो ओरोदो विरोधो पतिविरोधो विरुद्ध पतिविरुद्ध अनि परिरुद्ध छ है रोधो पनि सबै यसमा धातु छ कुन धातु भन्दाखेरि रुधि धातु है अब रुधि धातु आवरणीय भए पनि अब रोध हो भनेर आइसकेपछि यो रोधो भनेको जेललाई रोध हो भन्छ जहाँ चाहिँ बन्द करो राखिन्छ होइन त्यसैले बन्द गरिने भएकोले रोध हो भयो है अनि अर्को के छ ओरोध हो भनेको चाहिँ अब रोदोमा पनि ओ थप्यो है ओरोदो भनेको चाहिँ अब त्यो राजा महाराजाहरूको थेरिस होइन महारानी हुन्छ होइन अब परिचारिकाहरू हुन्छ है त्यस्तोलाई चाहिँ ओरोदो भनिँदो रहेछ अनि विरोधो हामीलाई थाहा छ है यो विरोध भनेपछि आफूसँग असहमत भएपछि आफूले भने जस्तो भएन भने हामी के गर्छौँ विरोध प्रकट गर्छौँ होइन यो गर्नु हुँदैन भनेर रोक लगाउँछौँ त्यो विरोध भयो अनि पति उपसर्ग भयो है अनि वि पनि उपसर्ग रुद्ध धातु भयो पति विरोध हो भनेको यहाँ पतिले फेरि होइन बारम्बार चाहिँ विरोध गर्ने अर्थमा चाहिँ पति विरोध हो भयो अनि अर्को के आयो विरुद्ध आयो है यो विरुद्ध भनेको नि विरुद्ध अर्थमै हो विरोध गर्ने अर्थमै है पति विरोधो पनि पति विरुद्ध जस्तै नै भयो अनि परिरुद्ध भनेको परि भन्ने यो उपसर्ग मात्रै फरक हो परि भनेको वरिपरि भने जस्तै चारैतर्फबाट विरोध गर्नु अर्थमा चाहिँ परिरुद्ध भयो यो सबै यो सातवटै नाम पद भयो अब यहाँ अर्को के देखाएको छ रुन्धितुङ है परिरुन्धितुङ भनेपछि यहाँ के आयो तुङबाट अन्त्य भएको प्रत्यय आयो है होइन रुन्धितुङ भनेपछि के हुन्छ कुन अर्थमा हुन्छ कसरी यसलाई अनुवाद गर्ने आवरण गरेर गर्न गरेर भनेको यो रुन्धित्वा भयो त्यो रोक्न होइन वा रोक्नको लागि बन्द गर्नको लागि परिरुन्धितुङ भनेको अघि जस्तै परि भन्नेले चारैतर्फबाट बन्द गर्न रोक लगाउन अब यहाँ चाहिँ त्वा प्रत्यय भएको यो पूर्व क्रिया भयो होइन बन्द गरेर रोक लगाएर रोकेर भन्नुपर्छ रोक लगाएर भनेपछि फेरि कार्यमा जान्छ रोकेर होइन बाधा दिएर होइन चारैतर्फबाट बाधा दिएर भनेर परिरुन्धित्वा है यो रुधि आवरणे एउटा धातु भयो अब यहाँ तल चाहिँ अब यहाँ थ पछि द आएन है किन भन्दाखेरि यो रुधि भन्ने धातुबाट सुरु भएकोले यहाँ रुधि भन्ने अगाडि आएको है यो पनि थाहा पाइराख्नु होला अब गुरुमा मेरो एउटा क्वेसन
रुन्डी टु भन्दाखेरि यो टुमन्टु क्रियामा गर्दै भनेर आउँछ होइन, रोक लगाउँदै। गर्दै भन्यो भने अन्तरमानप्रति आउँछ होइन। अब तुङ भनेपछि गर्न वा गर्नको लागि, खादी तुङ खान गर्नुङ जान त्यसमा यो चाहिँ टुङ भनेपछि यो निगहित भएको, यो चाहिँ क्रिया होइन, मतलब टुमन्टु क्रिया भएन, तुमन्तु होइन क्रिया है? भन्छ। तुमन्तु क्रिया हो यो। हो, तर त्यसमा चाहिँ अनि गर्दै भनेर त्यो प्रेजेन्ट कन्टिन्युअस अर्थ आउँछ त्यसै भनेको नि, तर यो चाहिँ आएन। त्यसमा अघि भने नि अन्तरमानप्रति जुन वर्तमान कितको पदमा प्रयोग हुने अन्तरमानप्रति प्रयोग गर्यो भने अब रुन्धन्तो वा रुन्धन्तो पुरिसो होइन, रोक्दै गरेको मानिस यसरी आउँछ। रुन्धन्तो रुन्धमानो मानप्रति राखेर यसरी चाहिँ मिल्छ। त्यो चाहिँ वर्तमान कालको वर्तमानको कितको पद भयो, तर यो चाहिँ तुमन्तु क्रिया हो। बुझ्नुभयो है? अब मु छ है, मु र च दुई अक्षरको धातु चबाट अन्त्य भएको छ। अब यहाँ चबाट सुरु हुन्छ, पछाडिको छ हेर्नुहोस् त है। मुच भन्ने दुई अक्षरको धातुले के अर्थलाई जनाउँछ? मोचने, मोचन वा चाहिँ मुक्त हुने वा छोड्ने अर्थमा है। यसरी यो इक्जाम पढ्नुहोस् त। पढ्नुहोस् त म पढौँ बोर्डमा, म पढौँ बोर्डमा। हुन्छ, पढ्नुहोस् न। मिगौँ वन्दना मुचटी मुचटी मुञ्चटी मुञ्चनं मोचनं दुःखप्प मोचनं मोचो मोचोति चेट्ठ अठिक कदली रुखो मुञ्चिटुङ मुञ्चिट्वा ताडिके मोचेटी मोचेटुङ मोचेट्वा आदिनी। साधुवाद। अब यहाँ चाहिँ मुच धातुको क्रिया के भयो? मुन्सती भयो। कसरी भयो यहाँ? यो कसरी आयो? ल हाम्रो रेन्डिजले नि भन्नुहोस् त। यो मुच धातुमा मुन्सती कसरी भयो? थाहा भएन रेणु दिदी? मैले भनिरहेको छु, म्युट भइरहेको रहेछ गुरुमा। यो वर्गान्तमा यो आउँछ नि त, चवर्गान्त यो आदेश दिएको है। चवर्गान्त यो आदेश दिएकोले यहाँ मुन्सती। अब मिगाङ वन्दना एकचोटि अनुवाद गर्नुहोस् त यो तीनवटा पदलाई के हुन्छ? रेन्डिरले नि मृगलाई बन्धन मतलब बाँधिरहेको, मुन्सती भनेको मोचन मुक्त हुने। वन्दना कुन विभक्तिमा छ? वन्दना तृतीय विभक्ति होइन, तृतीय जस्तो लाग्यो। वन्दना तृतीय विभक्ति जस्तो लाग्यो। पञ्चमी है। बन्धनबाट भनेको बन्धनबाट पञ्चमी कसरी थाहा पाउने गुरुमा? यो त वन्दना पञ्चमीको त केही होइन, हामीलाई थाहा छ नि होइन। अब पुरिसा पुरिसममा पुरिसमा भनेको एक वचनमा आउँछ नि होइन। भाषमा आउने भयो, अर्को आकार पनि छ नि होइन। पुरिसा पुरिसममा पुरिसमा आउँछ नि होइन। सम्झनु भएको छ नि होइन। पञ्चमी विभक्तिमा के हुन्छ शब्दको? पुरिसा पुरिसममा पुरिसमा पुरिसेही हुने भएन होइन वचन हो। यो अगाडिको वन्दना है। बन्धनबाट को मुक्त हुने? मृग चाहिँ मृगलाई चाहिँ बन्धनबाट चाहिँ मोचनङ
मुक्त हुन्छ है यो एउटा सेन्टेन्स भयो अब यहाँ चाहिँ अर्को यहाँ नाम परिरहेको छ है मुन्सनङ मोचनङ यो दुईटै अर्थ यो त्यही मुन्सनङ भन्नु पनि मोचनङ भन्नु पनि त्यो जुन ठाउँबाट होइन त्यो जुन गाह्रो भएको ठाउँबाट मुक्त हुनु वा उम्किनु अर्थमा चाहिँ यो भयो हामी पनि पाप मोचन होस् भन्छ नि होइन सुन्नु भएको छ होला नि होइन पाप मोचन होस् भनेको गरेको छ भने त्यो पाप चाहिँ पिलाएर जाओस् वा हराएर जाओस् त्यहाँबाट मुक्त होस् भनेको नि होइन त्यस्तै नै यहाँ अर्को शब्द के राखेको छ दुःख प्रमोचनङ है दुःखबाट चाहिँ प्रमोचनङ है मुक्त हुन है भनेर चाहिँ यहाँ एउटा नामपद अर्को मोचो छ है अब यो शब्द त हामीलाई थाहा छैन मोचो अब उहाँले विवरण दिनुभयो कि मोचो ती चेथ अथिक कदली रुख हो है यो मोचो भनेको च एथ राखेको है यो चेथ एथ यहाँ चाहिँ जुन माथि दिएको छ यहाँ चाहिँ यसको अर्थ के हो अथिक रे अथिक भनेको अथि भनेको के हो के भनेको हार्ड हार्ड भयो होइन बोन होइन हो अब यहाँ केमा त्यस्तो हड्डी छ हाड छ भन्दा कि कदली रुख हो रे कदली भने के हो कदली रुख हो के को रुख भने होला कताहरूको रुख केरा कसले भन्नुभएको केरा मलाई त आएन कताहरू भन्नु कदली फलाङ भनेर हामीले पढाएको थियौँ है कदली भनेको कदली फलाङ वा कदली रुख भनेको केरा है केराको त्यो केराको बोटमा वा कुनै कुनै केरा तपाईँहरूले खानु भएको छ होला त्यहाँ चाहिँ गेरा हुन्छ त्यसलाई भन्न खोजेको यो है कदली अथिक कदली रुख भनेको त्यो केरामा पनि त्यो अब जस्तै अङ्गुरमा पनि आउँछ नि त्यस्तो के सानो बिउ जस्तो केरामा पनि त्यस्तो बिउ भएको त्यसलाई चाहिँ अथिक कदली रुख हो भन्दो रहेछ है अब रुख हो भनेपछि त रुख जस्तो लाग्छ होइन तर चाहिँ यो फल अर्थमा वा रुख अर्थमा भन्दा पनि फल अर्थमा लिँदा अझ राम्रो अनि अर्को के आयो मुन्सितुङ है यहाँ तपाईँहरूले विवरण देखिरहनु भएको छ क्रिया आयो नामपदहरू आयो नामपदको विवरण दियो अनि चाहिँ यहाँ तुमन्तु क्रिया आयो फेरि पूर्व क्रिया आयो यहाँ पनि यस्तै भइरहेको छ है रुन्दितुङ परिरुन्दितुङ अनि पूर्व क्रिया आएको छ अब मुन्सितुङ भनेको अब के हुने भयो रेन्दिरी के हुन्छ अब गर्नको लागि होइन के गर्नलाई मुक्त हुन वा मुक्त हुन मुन्सित्वा भनेपछि पूर्व क्रिया आयो यसको अनुवाद गर्नको लागि यो गरेर मोचन गरेर मुक्त गरेर वा छोडेर यहाँ कारिते भन्यो कारिते भनेको गर्नु नै हो कारिते भनेको के भनेको कारिते भनेको कारिते गर्नुमा कारिते भनेको सप्तमी कारिते भनेको यहाँ प्रेरणार्थक अर्थमा भनेको है हामी हेतु कर्तु क्रियापदमा चाहिँ आफूले नगरिकन होइन कर्ता भनेको दुईटा कर्ता हुन्छ एउटा शुद्ध कर्ता अर्को हेतुकर्ता शुद्ध कर्ताले चाहिँ आफूले गर्छ हेतुकर्ताले चाहिँ अरूलाई काम अराउँछ प्रेरणा दिन्छ अब यहाँ चाहिँ अघिसम्म के थियो यसको रूप मुन्सती क्रिया रूप थियो अब चाहिँ यहाँ हेतुकर्तु क्रियापद वा कारिता वा प्रेरणार्थक क्रियामा के भयो मोचेती भयो है मोचेती भनेको यसको अनुहार कस्तो हुन्छ उसलाई चाहिँ त्यो गर्न लगाउँछ मुक्त गर्न लगाउँछ मुक्त गराउँछ होइन आफै मुक्त हुनु र अरूले मुक्त गराउनु फरक छ नि होइन अब जस्तै चरा जालमा पासोमा बस्यो भने आफै मुक्त हुँदैन नि कसैले त्यो खोलिदियो भने मात्रै मुक्त हो त्यो गराएको भयो आफूले नगरी चराहरूले चाहिँ मानिसले चाहिँ मोचेती भयो होइन अब पिजरामा राखेको छ भने त्यसले छोडिदियो मोचेती भयो अनि मोचेतुङ अघि मुन्सितुङ थियो होइन
यो कर्तु क्रियापदमा तुमन्तु क्रिया गर्दा मुन्सी तुङ थियो। अब कारिटमा यसको क्रिया गर्दा तुमन्तु क्रिया गर्दा के हुने भयो? मोचे तुङ। आफैले ट्राई गर्ने भयो होइन यो मोचेतुङ होइन मुक्त आफैले हुनको ट्राई लागि गर्ने यो मिन्सितुवा भयो, अरूले गराउने चाहिँ मोचे मोचेतुङ मुक्त गर्न अनि मोचेता मुक्त गराएर ती आदिनी यस्तो रूप चाहिँ कारिटमा चाहिँ यस्तो रूप हुन्छ भनेको सजिलो छ है, बुझ्नु भयो नि? सजिलो त नभनौँ गुरुमा। ब्रेक चाहिन्छ कि? यसमा सबै च नै आउँछ घुनमा कि होइन चौरा यहाँ 4वटा त च आइसक्यो 3वटा कहाँ? होइन त्यो च यहाँ च च आएको अरे यहाँ युजर छ, अरू पनि छ, 18वटा छ, ए क मात्रै होइन। ए यो च चाहिँ अब क ख ग घ को छैन अनि चबाट सुरु भएको। 3वटा च भयो गुरुमा। ल एकछिन ब्रेक लिउँ है। हुन्छ हुन्छ। Recording stopped. हो यो सूत्रहरूको नामहरू फरक हुन्छ। कुनै कुनै चाहिँ एउटै कार्य गर्नु पर्यो पनि होइन, त्यसको चाहिँ सूत्रहरू अब कचायन व्याकरणमा चाहिँ थोरै सूत्रहरू छ, त्योभन्दा धेरै सूत्र चाहिँ मोगलानभन्दा पनि बढी शब्दनीतिमा छ होइन। छुट्टै छ, यो तिनटै व्याकरण परम्परा छुट्टै छुट्टै हो। सुरुमा कचायन पछि चाहिँ मोगलान भन्तेले मोगलान व्याकरण रचना गर्नुभयो। त्यसपछि अब यो त अगवंश भन्तेको त पछि मात्रै आएको नि। यो सूत्र हजुर त्यो 6 क्लासमा छ पाली भाषा अवतरणमा। यो य प्रत्यय भनेको चाहिँ होइन, अब जस्तै अघि चुरादी गणमा चाहिँ अय हुन्छ, ने नय भन्छ नि होइन। चोरेती चोरयती पालेती पालयती हुन्छ। अब यो दुईटा यसो हेर्दा कार्य त जस्तो छ तर होइन, त्यो विकरण प्रत्ययले गर्दा ने नय भन्ने विकरण अघि अनि यसमा अङ भएको छ नि, त्यो जस्तै नि यहाँ विकरण प्रत्यय प्रयोग गरेर रूप भयो। अनि चाहिँ अब त्यस्तोमा पनि हामी गर्न सकिन्छ। अब चोरयती हुन्छ, त्यो त्यसको अब त्यस्तो गर्दा त्यस्तो आउँछ। धातु सुरु भएको छ। अब यो पनि रिच है, रिच 2 अक्षरको धातुबाट बनेको भयो। Recording in progress. च चाहिँ व्यञ्जन अन्त छ भयो। रिच धातुको अर्थ चाहिँ विरेचन अर्थमा वा पेट सफा गर्ने अर्थमा चाहिँ यो रिच धातु भयो। अब रिचमा पनि है च वर्गान्त न्य आदेश भएको, त्यसैले रिन्सती यसको क्रिया भयो, पेट सफा गर्छ वा विरेचन गर्छ। अनि रिन्चनङ विरेचनङ यो एउटै मिनिङ हो है, भनेको पेट सफा गर्नु वा विरोचन गर्नु विरेचन गर्नु। अनि विरेचको भनेको चाहिँ पेट सफा गर्ने औषधिलाई पनि विरेको भन्छ। अनि विरेचनको र विरेको एउटै हो। जसरी रिन्चनङ र विरेचनङ एउटै भनेपछि विरेको विरेचको भनेको चाहिँ पेट सफा गर्ने त्यो औषधिलाई भनेको जसले काम गर्छ होइन। जस्तै गमक भनेपछि जाने व्यक्ति भने जस्तै यहाँ क भन्ने प्रत्यय आएको, त्यसैले विरेको विरेचको भयो। अब यहाँ तुमन्तु क्रियाबाट रिन्सी तुङ भयो होइन, पेट सफा गर्न वा गर्नको लागि भयो। अनि रिन्सित्वा भनेको
पेट सफा गरेर वा पेट सफा गरी भन्ने यसरी चाहिँ हामीले अनुवाद गर्न सक्छौँ है। सबै आउनुभएको हो है। सुनिरहनु भएको छ? आउनु भएको छैन कि? गुरुमा म त छु। अब अर्को धातु छ सिच है। चबाट अन्त भयो कि धातु भयो सिच। इक्जाम पढ्नुहोस् न यहाँसम्म। म पढिदिन्छु गुरुमा। हुन्छ। सिच पघरणे सबै पढ्ने हो गुरुमा। हजुर यो हाइलाइट गर्नुहोस्। तप्कने पग्लने रसाउने अर्थमा यो हजुर उदकेन भूमिं सिञ्चति पुट्टं रज्जे अभिसिञ्चि अभिषेको मुद्दाभिषिक्तो खत्तियो सिञ्च भिक्खु इमं नावं सित्ताते लहुमेस्सति सित्तत्थानं सिञ्चितुं सिञ्चित्वा। धन्यवाद सुनारीलाई। अब यहाँ सिच धातु कुन अर्थमा भन्दाखेरि पघरने। पघरन भनेको चाहिँ जस्तै हिमालबाट हिउँ बिस्तारै त्यो पग्लेर आउने छ नि, त्यसलाई भन्न खोजेको जुन बगेर आउँछ त्यो पग्लेर आउँछ त्यसलाई पघरन भनिन्छ है। तप्किने वा हामी चुइने भन्दा त टिपटिप्दै आउने भयो होइन, अलिकति बिस्तारै त्यो बग्ने हो त्यो। पग्लिने रसाउने अर्थमा यो पघरन भयो। अब यहाँ यसको क्रिया के भयो? सिञ्चति भयो। यसमा यो थाहा पाइराख्नु है, च वर्गान्त न्य आदेश दिइरहेको छ यो सबैमा। सिञ्चति भयो यसको क्रिया। उदकेन भूमियं सिञ्चति, यसले अनुवाद गर्नुहोस् न सुधारीले। अनुवाद भन्नुभएको हजुर। पानीले जमिन सिञ्चति, हामी सिँचाइ भन्ने शब्द सुन्नुभएको छ, हजुर हजुर इरिगेसन। त्यसलाई नेपालमा के भन्ने सिञ्चन गर्छ भन्दा नि हुन्छ है। अब यहाँ तप्किन्छ पग्लिन्छ रसाउँछ भन्दा नि होइन, सिञ्चन गर्छ वा चाहिँ सिँचाइ गर्छ होइन। पानीद्वारा वा पानीले चाहिँ भूमिलाई चाहिँ सिञ्चन गर्छ वा सिँचाइ गर्छ है। अब अर्को यहाँ आएको छ अभिसिञ्ची, यो कुन क्रिया हो सुधारी? यो कुन क्रिया हो? हजुर कुन क्रिया? सिञ्ची। अभिसिञ्ची यो के भन्छ भुटका। भुटकालको है। अभिसिञ्ची भनेको छ। अब यहाँ अभि भन्ने उपसर्ग थप्यो है। अभि पुब्ब सिच धातु भयो। अब यहाँ के भनेको छ? पुत्तङ रज्जे। अनुवाद गर्नुहोस् न, ट्राई गर्नुहोस् न। पुत्तङ रज्जे अभिसिञ्ची। यो पुत्तङ भनेको थाहा भयो? पुत्तङ भनेको छोरा भयो होइन। रज्जे रज्जे भनेको राज्यमा, राज्यमा, राष्ट्रमा राज्यमा छोरालाई के गर्यो? अभिसिञ्ची। अभिसिञ्ची यहाँ चाहिँ अभिषेक गर्यो भनेको है। अभि आइसकेपछि यहाँ अभिषेक है। अभिषेक भनेको तपाईँहरूले त्यो देवताहरूलाई अभिषेक गर्ने भन्ने थाहा होला है। पानीले अभिषेक गर्छ भन्छ नि होइन? हजुर हजुर सुन्नुभएको छ है। हो त्योबाट अभिसिञ्ची यो भूतकालिक क्रिया भयो। अब यहाँ के आयो? अभिषेक हो। अभिषेक भनेको है। अनि मुद्दा भी सितो खतियो। मुद्दा भनेको के हो? यो त मुद्दा भनेको झगडा मुद्दा हो। त्यो मुद्दा भयो है। यो मुद्दा भनेको शिर है। हामी मस्तकलाई चाहिँ मुद्दा भन्छ, मुद्दनी भन्छ नि होइन। अब मुद्दामा यहाँ चाहिँ के छ? अभिसितो खतियो रे। मुद्दा भनेको के भन्नुभयो गुरुमा? मुद्दा भनेको टाउकोलाई भनेको कि। टाउको, ओके। अब राजाहरूको अभिषेक गर्दा त्यो क्राउन लाउँछ नि होइन, राज श्रीपेज हो त्यो भनेको। टाउकोमा चाहिँ श्रीपेज
पहिरिएको खतियो भनेको क्षेत्रीय भनेको यो भने होइन यहाँ चाहिँ अभिसितो आयो है यहाँ अभिसेको आयो यहाँ अभिसिन्ची आयो यो सिन्च धातुको चाहिँ सित भनेको यो चाहिँ अतीत कितक बन्यो अब है भनेको चाहिँ टाउकोमा श्रीपेज पहिरिएको क्षेत्री भनेको भयो है अब फेरि यहाँ उहाँले चाहिँ एउटा यो कहीँको उदाहरण हो यो सिन्च भिक्खु इमङ नावा सीताते लहुते मिसती भनेर चाहिँ एउटा के वाक्य दिएको छ अब यहाँ सिन्च भनेको यो क्रिया हो यहाँ कस्तो क्रिया यो सुधा दिदी यो अराएको क्रिया हो कि जस्तो लाग्छ अराएको जस्तो छ है अराएको भनेपछि कुन क्रिया भन्छ हामी अर्डर दिने कस प्रेरणा प्रेरणा दिने यो आदेश भएन होइन अर्डर भएन आदेश भनेपछि हामी पञ्चमी विभक्ति आशिका गर्दा होइन उस्तो होस् यस्तो होस् भनेर आशिका गर्दा पनि हामी पञ्चमी विभक्ति प्रयोग गर्छौँ अर्को चाहिँ आदेश दिँदा पनि पञ्चमी विभक्ति प्रयोग गर्छौँ है अब यहाँ चाहिँ के भनेको छ सिन्च भिक्खु इमङ नावा है यहाँ भिक्खु भनेको आलापन हो भिछु होइन के भन्यो सिन्च इमङ नाव सिन्च यो नाव भनेको ढुङ्गा यो डुङ्गा वा नावा चाहिँ के गर सिन्छ अरे के भनेको होला आउनुहोस् भनेको हुनुपर्छ आउनुहोस् अब यो डुङ्गासँग रिलेट भएकोले चाहिँ होइन अब यसमा यो नि हेरौँ सीता ते लहु मेसती है सीता ते लहु लहु भनेको रगत हिन्दीमा लहु भनेको रगत हो लहु भनेको हलुका भनेको कि हामी घन र लहु भन्छ नि होइन घन भनेको कडा होइन ठोस हुन्छ लहु भनेको हल्कालाई भनेको यहाँ के भन्न खोजेको भन्दाखेरि अब यो कुनै अब प्रसङ्गमा आएको हामीले यहाँ प्रसङ्ग त बुझेको छैनौँ होइन तेल हो मेसती होइन त्यो नावा छ नि त्यहाँ चाहिँ के भएको छ भन्दाखेरि डुङ्गामा चाहिँ पानी पस्यो होइन पसिसकेपछि त्यो पानीलाई चाहिँ होइन पिछोहरू यो डुङ्गामा जुन सिन्चित भएको जुन त्यो आएको पानीलाई चाहिँ फाल होइन जसले गर्दा चाहिँ त्यही सीता लहु मेसती होइन त्यो डुङ्गा चाहिँ के हुन्छ हलुका हुनेछ भनेर चाहिँ भनेको है अब यहाँ चाहिँ सिन्छ भनेको इमङ नावा सिन्छ भनेको नावामा भएको अब यहाँ पानी अर्थमा हामीले बुझ्नु पर्यो है सिन्छ भनेको त्यहाँबाट निकाल त्योबाट चाहिँ त्यसलाई हटाइदियो छ्याप अघि पनि भने नि मैले जुन अभिषेक गर्ने भन्दा चाहिँ हामी छर्किने गर्छौँ नि अभिषेक भनेपछि चोखिया भन्छ नि हामी नेपाल भाषामा चोखिया भनेर पानी छर्किन्छ नि त्यो भने जस्तै त्यो नावा होइन यो नावामा भएको त्यो पानीलाई चाहिँ सिन्छ त्यसलाई चाहिँ फाल्यो त्यसलाई चाहिँ छर्केर फाल्यो अनि के हुन्छ सीता ते लहु मेसती यो चाहिँ डुङ्गा चाहिँ हलुका हुनेछ भनेर चाहिँ यो एउटा कुनै प्रसङ्गमा भनेको कुरा आएको छ अर्को के भनेको छ शीत थानङ है यहाँ सीता आयो यहाँ शीत थानङ आयो है अघि मैले यहाँ के भनेको थिएँ सीतो भनेको थिएँ है यो सबै अतीत कितक हो यो सीता सीता शीत थानङ यो शीत भन्ने शब्दले चाहिँ अब रसाइरहेको भिजिरहेको हामी शीत भन्छ होइन उन्ना र शीत भन्छ नि होइन हो शीत थानङ भनेको त्यो भिजिरहेको रसाइरहेको ठाउँलाई जनाएको है अनि सिन्चितुङ कसरी गर्ने अब यहाँ तुमुन्तु क्रिया आयो त्यसपछि पूर्व क्रिया आयो सिन्चित गर्न वा चाहिँ पग्लन रसाउन है वा सिन्चित गरेर यसरी चाहिँ यो गरेर गरी भन्ने चाहिँ यसको अनुवाद हुन्छ अब अर्को धातु युज योगे है अब च पछि अर्को के आयो ज इक्जाम पढ्नुहोस् त यो यहाँदेखि यहाँसम्म
कसले पढ्नुहुन्छ ल जुन दिदीले पढ्नुहोस् त यो भन्दै क्यार छ हजुर एउटा सुन्नुहुन्छ अलिक प्रश्न हुन्छ हाम्रो जुनु डङ्गोल दिदीले पढ्नुहोस् त यो चाहिँ योगी एकैछिन है युज योगे योग वा जोड्ने अर्थमा युजति अनुयुजति कमनी युञ्जति युञ्जति अनुयुञ्जन्ति युञ्जति कमनी युञ्जिएति ति रूपाणि केच्चि युञ्जते ति इच्छन्ति युञ्जन संयोगो अनुयोगो भावना नुयुक्तो संयोगो संयोजनं अर्थयोजना दिगं सन्तस्य योजनं युञ्जिन्तुं अनुयुञ्जित्वा योजेति तथ संयोजनन्ति बन्धनं कामरागादि सानोबानै अब च पछि जबाट अन्त भएको धातु आयो युज डिएसएलको धातु भयो यसको अर्थ चाहिँ योगे योग भनेको जोडिनु वा जोड्ने अर्थमा हामी योग फल भनेको सुन्नु भएको छ योग फल हामी हिसाब गर्दा होइन एड गर्दा योग फल होइन जोडेर जति आउँछ त्यसलाई योग फल भन्छ अब यसको क्रिया के भयो जबाट अन्त है यो सबै कुन वर्गमा पर्ने आइरहेको छ जुनु दिदी यो सवर्ग युञ्जन्ति वर्गको जको च वर्गको वर्गान्त न्य आदेश गर्यो त्यसले युञ्जति जोड्छ वा योग गर्छ भयो अब यहाँ अनु भन्ने उपसर्ग र युज अनुपुब युज धातु भयो अनु शब्दले फेरि फेरि है हामी अनुसरण भन्छ होइन शरण वा अनुस्मरण भन्छौँ होइन स्मरण भनेको सम्झिनु हो अनुस्मरण भनेको बारम्बार सम्झिनु होइन अब यहाँ अनुयुञ्जति भनेको बारम्बार अब यहाँ जोडिनु मात्रै होइन कि कोसिस गर्नुलाई पनि अनुयुञ्जति भन्छ है कोसिस प्रयत्न उद्योगलाई पनि अनुयुञ्जति भन्ने भयो अनि यहाँ कम्मानी युञ्जिएति ति रूपानी भन्यो है अघि हामीलाई त्यहाँ कम्मानी भनेर राखेको थिएन है यो कम्मानी भनेको चाहिँ कर्ममा है कर्मवाच्यमा यो जुन युञ्जति छ जुन कर्तृवाच्यमा भएको यो क्रिया रूप चाहिँ के हुने भयो युञ्जिएति ति है यहाँ इति जोडेकोले यहाँ दीर्घ भएको है अब यो चाहिँ जोड्छ भयो भने यो जोडिन्छ भयो फरक छ नि है जोड्छ र जोडिन्छ फरक छैन जुनेली फरक छ कि छैन है जोडिन्छ भन्दा केही त जोडिन्छ होइन अब काठमा काठ जोडिन्छ होइन त्यो जोडिने भयो कर्म प्रधान हुने भयो अब कर्ममा चाहिँ यस्तो रूपहरू हुन्छ भनेर चाहिँ अरू पनि रूपानी भनेर यहाँ बहुवचन अर्थमा राखेको छ कम्मानी रूपानी कर्म पदहरूमा चाहिँ यस्तो रूपहरू हुन्छन् अर्को के भनेको छ केची है यो केची भनेको कसैले भनेको है कोहीले युञ्जेति इच्छन्ति अघि हाम्रो रेन्डीले भन्नुभयो नि अतनो पद सबै कर्मवाच्यमा हो कि भनेर हो यहाँ यसको अघि मैले एउटा यस्तै छ भनेको थिएँ यहाँ है केची कसैले चाहिँ युञ्जेते अब यो युञ्जेते कसरी भयो भन्दाखेरि हामीले ति अन्ति सिथ मिम
अनि ते अन्त्य सेभे एमे पढ्यो नि यो ते भनेको अतनो पदको प्रथम पुरुष एकवचन हो है त्यसले कोहीले चाहिँ त्यसको कर्म जुन युन्जिएती जस्तै नि युन्जेते पनि राख्ने वा त्यस्तोहरू गर्ने चाहिँ इच्छा गर्छन् रे केची भनेको यहाँ बहुवचन हो है त्यसैले इच्छन्ती भनेर बहुवचनमा आएको अब यो युञ्जनाङ संयोगो अनुयोगो यो सबै यहाँसम्म नाम पदहरू हुन् अब युञ्जनाङ भनेको जोड्न है वा जोड्नु अर्थमा युञ्जनाङ भयो अनि संयोगो अब सङ भन्ने उपसर्ग भयो योग होइन राम्ररी जोड्नु वा संयोग भन्छ हामी होइन अस्ति आयो हाम्रो त्रिसंयोग भनेर होइन त्रिवटा महत्त्वपूर्ण घटनाहरू भएको समय वा काललाई चाहिँ संयोग भन्यो त्यस्तै नि अनुयोगो है अनुयोग भनेको अब यहाँ पनि अनु भन्ने उपसर्ग छ है अनुयोगको धेरै मिनिङ छ है त्यसमध्ये चाहिँ हामीले अब प्रयास गर्नु होइन साधना गर्नु वा प्रश्न सोध्नुलाई पनि अनुयोग भन्नु रहेछ निन्दा याचना गर्ने अर्थमा अनि प्रयास गर्ने अर्थमा अनि धार्मिक चिन्तन टीका टिप्पणीहरू गर्ने अर्थमा पनि अनुयोग हो तर यहाँ हामीले लिनुपर्ने यहाँ चाहिँ प्रयास अर्थमा साधना अर्थमा चाहिँ अनुयोग हो अनि भावनानुयुक्तो है भावना प्लस अनुयुक्तो अघि अनुयोगो थियो होइन अब युक्त भयो युक्त भनेपछि यहाँ त प्रत्यय छ भनेर थाहा पाउनु पर्यो यो चाहिँ अतीत कितको बन्यो अब भावनामा चाहिँ अनुयोग भनेको चाहिँ बारम्बार कोसिस गर्नु भयो होइन त्यो भने चाहिँ प्रयास गर्नु भने चाहिँ भावनामा धेरै नै होइन अब दुःखबाट मुक्तको लागि चाहिँ प्रयत्नशील भएको व्यक्ति अर्थमा चाहिँ अनुयुक्त हो त्यसमा लागि परेको त्यसमा निरन्तर अभ्यास गरिरहेको अभ्यासरत भन्ने अर्थमा भयो अनि संयोगो है यो सबै नाम पद संयोगो संयोजन जनङ अर्थ योजना अब संयोगो है अब सङ बन्ने हो तर यहाँ य भएन है निय भयो यहाँ दिट्टो भएको छ डबल भएको छ संयोगो भनेको पनि संयोजन नै हो है जुन यो संयोजन हो त्यसै नै संयोगो पनि त्यस्तै किसिमको अर्थ दिने हो जुन मेलमिलाप एकसाथ जोडिने कामलाई नै या संयोगो वा जोडिने भन्ने अर्थमा भयो अनि अर्थ योजना भनेको चाहिँ हामी अर्धकथामा चाहिँ होइन कुनै शब्दको अर्थ व्याख्या गर्दा चाहिँ त्यसमा विभिन्न अर्थहरू त्यससँग सिमिलर भएका होइन अब क्रियापद नामहरूको चाहिँ जोडिँदै जान्छ त्यसलाई चाहिँ अर्थ योजना भनिन्छ अनि अर्को योद्धा भनेको छ दिगङ सन्तस योजना है तपाईँहरूले धम्मपदमा एउटा गाथा छ है त्यो गाथामा आउँछ के गाथा हो भने हाम्रो भन्देले थाहा होला यो अनि थेरवंश भन्देले चाहिँ भन्नुहोस् त सम्झनु यो दिगङ सन्तस योजना भन्ने एउटा गाथा छ नि सम्झनु भएको छ दिगा जागरतो रति दिगङ सन्तस योजनङ भनेर आउँछ नि होइन यहाँ दिगङ भनेको लामो सन्तस भनेको यहाँ चाहिँ थाकेको व्यक्तिलाई सन्तस भनेको है अब थाकेको व्यक्तिलाई चाहिँ होइन योजनङ अब यो दूरी भनेको है अब एक योजन होइन अब त्यो बाटो नै उसलाई लामो हुन्छ भन्ने अर्थमा योजनङ भनेको चाहिँ यहाँ चाहिँ यो युज धातु नै हो त्यो प्रयत्न गर्न होइन गाह्रो हुन्छ उसलाई चाहिँ लामो लाग्छ भनेर त्यो धम्मपदमा एउटा गाथा आउँछ दिगङ सन्तस योजना है अनि युन्जितुङ है अनुयुन्जितुङ तुमन्त क्रिया आयो है जोड्नको लागि अनुयुन्जितुङ कोसिस गर्न प्रयत्न गर्नको लागि भयो अनुयुन्जित्वा प्रयत्न गरेर भयो यो जेती है अब यो अर्को क्रिया है यो जेती अब यो पनि युन्जेती अब यहाँ कार्य त केही भनेको छैन है एकैछिन यो कार्य त अर्थमा त होइन यो जेती मात्रै भनेको छ यो पनि युन्जेती जस्तै नै रूप भएको यो जेती भयो है जोड छ भयो
तत्थ संयोजनन्ति बन्धनं काम रागादि रे। यहाँ जुन संयोजन भनेर जुन शब्द माथि आयो नि संयोग हो भनेर यहाँ संयोजन हुनुपर्ने कहाँ छुटेछ यसलाई नै भन्न खोजेको जस्तो यहाँ मिस्टेक भएको कि संयोजनं यो संयोजन भनेको के हो भन्दाखेरि बन्धनं काम राग आदि काम राग आदिको बन्धनलाई नै यहाँ संयोजन जुन दश संयोजन भनेर हामी पढ्छौँ यो काम रागको बन्धनलाई नै यहाँ संयोजन राम्रोसँग पक्रिरहने होइन बाँधिराख्ने भनेको होइन जोडिराख्ने कसले भन्दाखेरि काम राग आदि है को बन्धनलाई चाहिँ यहाँ संयोजन हो भनेर दिएको छ अब अर्को जाउँ बुझिन्छ है यहाँसम्म 5वटासम्म के छ यो 5वटा मध्ये एकचोटि भन्नुहोस् त तपाईँहरूले यो 5वटा रुधि आवरणे क्रिया के भयो रुन्धति रुन्धिति रुन्धिति रुन्धेति यसरी पढ्नुहोस् त दिदी फेरि पढ्नुहोस् सबैले रुधि आवरणे आवरण बन्ध रोक्ने लग्न नदिने अर्थमा मोचने मोचन मुक्त हुने वा छोड्ने अर्थमा मुञ्चति मुञ्चनं मोच मोचने मोचन मुक्त हुने वा छोड्ने अर्थमा मुञ्चति मुञ्चनं मोचनं रिच विरेचने पेट सफा गर्ने अर्थमा रिञ्चति रिञ्चनं विरेचनं यो परेन यति मात्रै क्रिया मात्रै रिचा विरेचने पेट सफा गर्ने अर्थमा रिञ्चति सिच पक्करणे तप्कने पग्लने रसाउने अर्थमा यसमा चाहिँ सिञ्चति सिच पग्गरने तप्कने पग्लने रसाउने अर्थमा सिञ्चति युज योगे योग वा जोड्ने अर्थमा युञ्जति युञ्जति र अनुयुञ्जति युजेति योजेति युज योगे युञ्जति वा योजति अब अर्को छ अब भुज यसमा पनि जबाट अन्त धातु 2 अक्षरको भयो भुज धातु चाहिँ कुन अर्थमा भन्दाखेरि पालन व्यवहरणेषु पालन र व्यवहरणेषु दुईटा अर्थ छ एउटा पालन अर्को व्यवहरण यो भनेको के हो भनेको पालन भनेको हामी पनि भन्छौँ पालन पोषण हैन हेरविचारलाई पालन रक्षा अर्थमा भयो अर्को अनि व्यवहरणं भनेको चाहिँ निल्ने अर्थमा अरे अब यहाँ फेरि उहाँले पढ्नु भएको छ पालनं रक्षणं पालनं भनेको के रहेछ रक्षणं रक्षा गर्ने अर्थमा रहेछ अनि व्यवहरणं भनेको अजोहरणं भयो है अजोहरणं भनेको चाहिँ निल्नु भयो अब यसको क्रिया हैन अब भुज भनेपछि ज पनि चवर्गको चवर्गमा पर्ने भयो त्यसले चवर्ग वर्गान्त के आयो न्य आयो त्यसले पुञ्जति पुञ्जति खान्छ वा पालन गर्छ पनि हुन्छ द्वितीय हुने भयो तर हामीले अहिलेसम्म थाहा भएको पुञ्जति भनेको के हो खान्छ मात्रै हैन तर पालन गर्छ अर्थमा पनि पुञ्जति प्रयोग हुने रहेछ अब परिपुञ्जति सम्बुजति सम्बुजति परिपुञ्जति भनेको परि भन्ने उपसर्ग आयो है अब यसमा चाहिँ अब हामी पनि परिभोग गर्छौँ भन्छ हैन
परिभोग भनेको सकेसम्म त्यसलाई पूर्ण रूपमै हामीले चाहिँ उपयोग गर्नुलाई परिभोग भन्छौँ हैन भनेको परिपुञ्जति त्यो भए त भयो है भनेको परिभोग गर्छ वा उपयोगमा ल्याउँछ अनि चाहिँ उपभोग गर्छ भयो अनि संभुञ्जति भयो है सङ भनेकोले राम्ररी भनेको है राम्ररी पालन गर्छ पनि मिल्छ र राम्ररी खान्छ भन्न पनि पाइयो अर्को चाहिँ सम्भोग गर्छमा पनि सम्भुजति हुने रहेछ भनेको यहाँ सम्भुजति भनेको चाहिँ एकतो वासं करोति एकै ठाउँमा बस्नुलाई चाहिँ सम्भुञ्जति पनि भन्दो रहेछ अर्को अब यहाँ सेन्टेन्स बनाए दास परिभोगेन परिपुञ्जी दास भनेको त दास होइन दास दासीको परिभोगेन है परिभोग गर्ने वस्तु हामीलाई चाहिँ सेवा सत्कार गरेर हामीलाई काममा सहयोग गर्ने भयो त्यसैले दास परिभोगद्वारा परिपुञ्जी है परिपुञ्जी भनेको त्यो हामीलाई चाहिँ रक्षा गर्छ वा चाहिँ हामीलाई चाहिँ सहयोग गर्ने अर्थमा परिपुञ्जी भनेको खास परिभोग गरियो हो यो दास परिभोगद्वारा परिभोग गर्यो भनेको दास दासीहरूलाई काम अराएर चाहिँ हाम्रो काम चाहिँ सजिलो बनायो भन्न खोजेको यो हामीले भावार्थ बुझ्ने भयो अब यहाँ कारिते आयो है कारितमा के हुने रहेछ भोजेति भोजयेति इति आदिनि रूपानि है प्रेरणार्थक क्रियामा चाहिँ जुन भुञ्ज धातुको के भयो भोजेति भोजयेति भयो अनि भोजन हामी पनि भोजन भन्छौँ होइन जुन खाना चाहिँ भोजनङ भयो अनि सम्भोगो छ है सम्भोगो भनेको संपुब्ब भोगो होइन राम्ररी भोग गरिएको सम्भोग है अनि मही भुजो छ मही भनेकोले ठुलो भुज भनेको अब यहाँ चाहिँ हामीलाई थाहा छ सहर्ष भुज भन्छ है एउटा देवता छ नि धेरैवटा हात भएको हो यहाँ भुज भनेको यहाँ हात भएको अर्थमा मही भनेको महान वा ठुलो भन्ने हिसाबमा मही भुजो भयो अनि गाम भोजको अब गाम भनेको ग्राम गाउँ भयो भोजको भनेको चाहिँ रक्षा गर्ने अर्थमा है गाउँलाई रक्षा गर्ने गाउँको नायकी मुखियालाई चाहिँ गाम भोजको भन्नु रहेछ अब उपभोगो है उप भन्ने उपसर्ग अनि परिभोगमा परि भन्ने उपसर्ग भोग भनेको प्रयोग गर्नु होइन हामी भुक्तमान भन्छौँ होइन भुक्तमान भनेको त्यसमा भोगेर खाइरहनेलाई चाहिँ भुक्तमान भनेपछि उपभोगो भनेको चाहिँ सुख आनन्द प्राप्तिको लागि चाहिँ कुनै वस्तुलाई चाहिँ भोग्ने वा व्यवहारमा ल्याउने कामलाई चाहिँ उपभोग वा हामी पनि उपभोग नै प्रयोग भन्छौँ अनि अर्को परिभोगमा चाहिँ डिक्सनरी मिनिङ चाहिँ अलिकति यसमा परिवर्तन छ परिवर्तन भन्नाले कुनै वस्तु वा धन बिना अधिकार होइन उपभोग गर्ने काम चाहिँ परिभोग हो वा राम्ररी भोग गर्ने कामलाई चाहिँ परिभोग अब सिस्कुमवासीले अहिले चाहिँ जुन होइन जग्गामा बसेर उसले परिभोग गरेको छ त्यो परिभोग भयो है उपभोग भनेको पनि प्रयोगमै ल्याउने हो परिभोग भनेको पनि प्रयोगमै ल्याउने हो है भनेको उसले आफ्नो सुख आनन्दी प्राप्तिको निम्ति त्यसलाई चाहिँ भोग गर्ने होइन त्यसलाई चाहिँ लिने अर्थमा चाहिँ यो भोग उपभोग परिभोग भन्ने शब्द आएको हो अनि यसपछि अब जपछि एकैचोटि केमा आयो तबाट अन्त भएको धातुमा आयो कति कति धातु चाहिँ छेदन अर्थमा काट्ने अर्थमा भनेको है अब यसको क्रिया चाहिँ के भयो अब त भनेपछि तवर्ग भयो तवर्गको अन्त के आयो के हुन्छ तवर्गको अन्त नआउँछ नि है त्यसैले यहाँ के भयो कन्तति भयो कति छेदने कन्तति अब यसरी हामीले यो धातु हामीले थाहा भएन भने पनि यो कन्तति भनेपछि यहाँ चाहिँ नआइरहेको छ भनेर हामीले बुझ्नुपर्छ यदि कति छ भने यो धातु चाहिँ यो रुडादिगणको यसको चाहिँ रूप यस्तो हुन्छ भनेर थाहा पाउनु पर्यो भनेको धातु हेरेर पनि गण छुट्याउन जानु पर्यो क्रिया हेरेर पनि त्यो यो गणको क्रिया हो भनेर हामीले जान्नु पर्यो कन्तति भनेको अब के भएछ काट्ने काट्छ भयो काट्छ छेड्छ अनि विकन्तति है विपुब्ब कति धातु नै हो
यसले पनि काट्ने अर्थलाई जनाएको हो है। अब विले विशेष भन्ने हो, तर यसको हामीले डिक्सनरी मिनिङ हेर्दा पनि काट्छ छेड्छ भन्ने अर्थमै हो। अब सल्कतो रे है, यो कतिबाट के भयो कतो भयो है। सल्लकतो, सल्ल भनेको काँडालाई भन्छ सल्ल है। कतो भनेको अब हामी शल्य क्रिया भन्छौँ होइन, शल्य क्रिया भने थाहा छ है, अपरेसन हो। सल्लकतो भनेको चाहिँ अपरेसन गर्ने व्यक्तिलाई चाहिँ सल्लकतो भनिन्छ, वा अपरेसनलाई नै सल्लकतो पनि भनिन्छ है। शल्य क्रिया भन्छौँ, सल्लकतो है। त्यो मिल्छ नि नेपाली र पालीमा, जसले काटेर चिरेर होइन। अब यो विकन्ततिलाई चाहिँ अर्को कसरी पनि दिएको छ भने काट्छ नि हो होइन, काटेर चाहिँ खुल्ला गर्छ भनेर पनि त्यसरी अर्थ्याएको छ है। काट्छ, काटेर खुल्ला गर्छ भनेको चिरा पार्छ भनेको। अब भिडी आयो है। अब तपछि दबाट अन्त भएको आयो। भिडी विधारणे, भिडी दिय अक्षरको धातु भयो, कुन अर्थमा विधारणे है। विधारणे भनेको तोड्ने फोड्ने होइन, सिर्ने अर्थमा विधारणे भयो। अस्ति एउटा पनि आएको थियो विधारणे, केमा आएको थियो? विधारणे त होइन, त्यसमा अवधारणे थियो। कुनमा थियो? फुवादिगणमा सम्झिनु भएको छ? हेलो, सुनिरहनु भएको छ है तपाईँहरूले? सुनिरहेको छु गुरुमा, तर मलाई याद छैन। हामीले कसती भन्दा होइन, कृषकको आएको थियो नि होइन, कस धातुको के थियो? कसती भयो होइन, खन्छ अर्थमा हो कि। त्यसमा चाहिँ अवधारणै आएको थियो है। यो विधारणै छ है, यसमा अलिक मात्रै फरक हो, तर बुझ्दा चाहिँ चिर्ने फोड्ने होइन, त्यो जिस भिन्न गर्ने अर्थमा भयो। अब यहाँ क्रिया के भयो? भिन्दती भयो। यहाँ पनि यो द भनेको त वर्गान्त होइन, ननिम भयो नि, यो त वर्ग भएकोले भिन्दती होइन, फोड्छ टोड्छ चिर्छ वा भिन्द गर्छ है। हामी भेद गर्छ भन्छ है, त्यो पनि मिल्यो। अब यहाँ अर्को के भनेको छ भन्दाखेरि अनागत थिए है। अनागत अर्थमा भनेको वत्तव्य, यस्तो हुनुपर्छ अरे है। यहाँ तब्ब प्रत्यय छ। अघि वत्तति भनेर हामीले के भन्यो? हुन्छ भन्यो है। के यसमा एउटा आएको थियो नि, आवरणै वत्तति, आवरण अर्थमा हुन्छ भन्यो। अब वत्तव्य छ है। वत्तव्य भनेको चाहिँ तब्बमा पनि यहाँ अथे भएकोले वत्तव्य भएको, द्वितीय सप्तमी विभक्तिमा राखेको। अनागत वत्तव्य है। अनागत अर्थमा यो लिनुपर्छ, यस्तो हुनुपर्छ, यस्तो हुन योग्य छ। के भन्दाखेरि भेजिसति है, यो भिन्दतीको भविष्यकालको रूप चाहिँ यस्तो हुन्छ भनेको। भिजिसति पनि हुन्छ, अर्को भिन्दिसति पनि हुन्छ। भिन्दिसति त यसकै रूप जस्तै भयो, तर भेजिसति पनि हुन्छ अरे। ती द्विधा भवन्ति रूपानी इति राखेर द्विधा, दुई तरिकाले दुई प्रकारको रूपानी भवन्ति, रूपहरू चाहिँ हुन्छन् रे। अब यहाँ चाहिँ एउटा दिएको छ है, पापकी अकुशली थम्मे भिन्दती भिक्षु है। भिक्षुको विग्रह अर्थ। भिक्षु किन भन्यो, भिक्षु किन भन्यो भन्दाखेरि पापकी अकुशली धम्मे, यो कुन विभक्तिमा छ? यो तिनी पद कुन विभक्तिमा छ? पापकी सप्तमी होइन गुरुमा, सप्तमी विभक्ति। सप्तमीमा गर्दा कस्तो हुन्छ त्यसो? पापके होइन, पाप अकुशल धर्महरूलाई भनेको, हरूलाई भनेपछि सप्तमी हुन्छ? हुँदैन, लाई भने द्वितीय बहुवचन है। द्वितीय बहुवचन। धर्म कुन कस्तो धर्म हो? पाप के, यो धर्मको विशेषण हो है। पापकारी धर्म, त्यो कस्तो? अर्को अकुशल है, कुशल होइन, अकुशल धर्महरूलाई भिन्दती भिक्षु है। भिन्द भनेको के छ? तोड्छ फोड्छ चिर्छ भेद गर्छ भने
भिखु हो रे तेनाह है तेन आह तेना त्यसैले आह भन्यो रे के भन्यो एकचोटि पढ्नुहोस् त यो रमाइलो छ यो एउटा यति पढ्नुहोस् त एकजना पढ्नुहोस् मै पढ्दिउँ गुरुमा अब अर्को कोही हुनुहुन्न हाम्रो गुना दिदीले पढ्नुहोस् त म पढ्छु नि त गुरुमा त्यसो भए एकछिन मै तपाईहरु पनि पढ्नु पढिसकेँ ल हाम्रो गुना दिदीले पढ्नुहोस् त एकचोटि हजुर न तेन भिक्खु सो होति यावता भिक्खते परे विसं धम्मं समादाय भिक्खु होति न तावता सो योध पुण्यञ्च पापञ्च बाहित्वा ब्रह्मचर्यं संखाय लोके चरति सवे भिक्खुति उच्चतीति इदञ्च खीनासवं सन्धाय उत्तं सेक्ख पुठुजन समनाप यथा सम्भवं भिक्खुति वत्तबत्तं पापुनन्ति एव सङ्घं भिन्दतीति सङ्घभेदको देव दत्तेन सङ्गो भिन्नो भिन्दयतीति भिन्नोति हि निबज्जनं न ते कथानि भिन्नानि भिन्दतीति भेत्ता मिटमा बसेछु म यहाँ चाहिँ यो उदाहरण दिएको छ एकदमै किन यहाँ भिक्षु भनेको भन्दाखेरि न तेन भिक्खु सो होती है सो भिक्खु न होती रे तेन त्यसैले त्यो भिक्षु हुँदैन रे कुन बेला भने यावता भिक्खते परे है जबसम्म भिक्खते भनेको अब कुन क्रिया भयो रेन दिदी अघि भिक्खती आयो नि भिक्ख अघि अब यो भिक्ख धातुबाट हो भिक्ख भनेको याचन अर्थमा होइन भिक्खती हुनुपर्ने तर भिक्खते भएको छ है यो भिक्खते भिक्खती यिनीहरू चाहिँ समान अर्थमै कहिलेकाहीँ प्रयोग भएको छ यो अत्तनो पद हो भिक्खते परे है जुन भिक्षा माग्ने त्योबाट चाहिँ पर भने परे भनेको के भने पछाडि वा अलग भनेको है यो नले चाहिँ नहोती सो भिक्खु नहोती कहिलेसम्म उहाँ भिक्षु हुँदैन भन्दाखेरि यावता भिक्खते परे है यहाँ भिक्खते भनेर जुन भनेको छ होइन जुन भिन्दती होइन अकुशल धर्महरूलाई चाहिँ भिन्दन गर्ने अर्थमा भिक्षु भनेको हो त्यही अर्थमा भिक्खते होइन भिन्दन गर्ने अर्थमा जबसम्म भिन्दन गर्दैन त्योभन्दा अलग हुँदैन अरे कस्तोबाट भिन्दन भन्दाखेरि विसङ धम्मङ समादाय है विसङ भनेको विष भनेको है विष भनेको अकुशल धर्महरूलाई के गर्छ समाधान गर्छ ग्रहण गर्छ आचरण गर्छ भिक्खु होती न तावता तबसम्म न भिक्खु होती होइन यस्तो अकुशल धर्महरूलाई चाहिँ आचरण गरिरहने त्यो भिक्षु तबसम्म भिक्षु हुँदैन अरे है अनि अर्को के भनेको छ योध पुण्यञ्च पापञ्च योध पुण्यञ्च पापञ्च है पाप र पुण्यहरूमा चाहिँ के गर्छ रमन गर्छ बाहित्वा ब्रह्मचर्य बाहित्वा भनेको चाहिँ त्यागेर भनेको है ब्रह्मचर्यलाई चाहिँ त्यागेर संखाय लोके चरति है अब यो संखाय भनेको अब यहाँ चाहिँ यो खिनाश्रव भिक्षुलाई लिएको हो होइन जुन अब खिनाश्रव भनेको आश्रव छे भइसकेको अरन्त भन्तीलाई भनेको है
अरन्तहरूले पाप पनि गर्दैन पुण्य पनि हुँदैन है त्यो सबै क्रियाचित्त मात्रै हुन्छ नि अवश्य कर्म भन्छ गरे पनि त्यो त्यसले कर्मको फल दिँदैन है त्यसले सङ्खाय लोके चरति है लोकमा चाहिँ यसरी आचरण गर्छ होइन सवे साँच्चै नै उसलाई के भन्छ भिक्षुति भिक्षु इति भिक्षुति उच्चति त्यस्तो व्यक्तिलाई नि भिक्षु भनिन्छ अरे अनि यहाँ यही कुरालाई तल पनि भनेको छ इदाञ्च खीनाश्रवं सन्नाय उत्तम यो माथिको जुन भिक्षुको भनेको कुरा चाहिँ खीनाश्रव आश्रवहरू सबै छे भइसकेको अनन्तलाई उत्तम भनिएको हो तर चाहिँ हामीले अर्को के भन्नुपर्छ भिक्षु भन्नासा शेख पुथु जनसमनापि रे शेख भनेको शैक्ष्य सिक्न बाँकी है जबसम्म अनन्त फल प्राप्त गर्दैन त्यो भन्दा माथिको अनन्त मार्ग श्रोतापति सकटागामी अनागामी मार्ग र फल सबै त्यो शेख पुर्गल भयो अनि अर्को पुथुजना अब यो मार्गमै पुगेको छैन श्रोतापन नै भएको छैन भने हामी जस्तोहरूलाई क्लेश धेरै भएकोहरूलाई चाहिँ पुथुजना श्रमण हो तर पुथुजना हो यो शैक्ष्य र पुथुजन श्रमणहरूलाई पनि सम्भव भएसम्म के भन्छ भिक्षुति भिक्षु भने वत्तबन्तङ है हुनुपर्छ भने पापुनन्ती वा है पापुनन्ती भनेको पुग्छ वा चाहिँ प्राप्त गर्छ नै यो वचन जुन भिक्षु भन्ने वचन चाहिँ प्राप्त गर्छ अरे अब अर्को सङ्गम भेदन्ती ती सङ्ग भेदको होइन जसले सङ्गलाई चाहिँ भेदन गर्छ त्यो चाहिँ के भयो सङ्ग भेदको सङ्गलाई भेदन गर्ने व्यक्ति भयो त्यसैले के भन्यो देवदत्तेन सङ्गो भिन्नो देवदत्तद्वारा सङ्गो भिन्नो सङ्ग चाहिँ भेदन भयो भेदन गरियो भयो अब यहाँ भिन्नो भनेको के रहेछ भिन्दिएति भिन्नोति निवचन होइन यो भिन्दिएतिलाई नै भिन्नु भनेको यो चाहिँ कर्मवाच्य भयो है भिन्नो शब्द कुनै कुनै त्यस्तो कितको पदहरू पनि छ जसमा कर्ममा पनि प्रयोग गरिन्छ होइन कर्ता अर्थमा पनि प्रयोग गरिन्छ यो भिन्नो भनेको अब यहाँ देवदत्तेन सङ्गो भिन्नो देवदत्तद्वारा अनुक्त कर्ता भयो सङ्गो उक्त कर्म भयो देवदत्तद्वारा सङ्ग चाहिँ के भयो भिन्न गरियो वा भिन्न गरियो अब यी कुरालाई चाहिँ भिन्दिएति है अब चाहिँ वर्तमानमा भए भिन्न गर्छ गरिन्छ भयो भिन्न गरिन्छ भनेको नि भिन्नोति हि भिन्नो भन्ने नै निवचन त्यही पर्याय वचन हो रे न तेन कथानि भिन्नानि रे है अब यहाँ तिनीहरूले न कथानि है अब यो कथानि पनि भिन्नानि पनि एउटै पर्यायवाची शब्द भयो है त्यसैले कथानि न भनेकोले न कथानि न भिन्नानि भयो त्यसलाई चाहिँ भिन्न गर्न सक्दैन भेद गर्न सक्दैन भिन्दती ती भेदता होइन भिन्दती जसले भेद गर्छ भेद गर्ने कामलाई नै के भन्छ भेदता हामी काम गर्नेलाई कर्ता भने चाहिँ भेद गर्नेलाई के भन्छ भेदता भन्छ अरे है यसरी चाहिँ यहाँ भिडी धातुबाट चाहिँ कसरी तोडफोड सम्बन्धी भिक्षु भएको भिन्दती कसरी भयो पावकीय कुशले धम्मे भिन्दती ती भिक्षु अनि यसरी होइन भिक्षुको विवरणलाई चाहिँ यसरी दिएको अनि सङ्ग भेदको भिन्नु भेता शब्दहरू पनि यो विधि धातुबाटै आएको शब्दहरू हो है आजलाई यति नै गरौँ केही प्रश्न छ Recording stopped. अर्को क्लासमा हामी 9 देखि सुरु गर्छौँ तपाईँहरूले यो एकचोटि हेरेर आउनु होला आज हामीले 8 नम्बरसम्म गऱ्यौँ आजलाई यति नै गर्छु सबैलाई साधुवाद भवतु सर्वमङ्गलं भन्दै अरूलाई वन्दना यो गुरुमा यो पठाइसक्नु भएको हो म यादै भएन ए छैन मैले यो आज पठाइदिन्छु ए हजुर यो युनिट 2 कै हो है यो हजुर